सो आज हाम्रो यो पछिल्लो आर्थिक वर्ष पछिल्लो त अब अहिले हामी यही चालु आर्थिक वर्षमै छौँ होइन। पछिल्लो आर्थिक वर्ष भन्न त मिलेन, तर यो अ, आर्थिक वर्षको हाम्रो अन्तिम वेबिनार पनि यही हुँदैछ, द्याट इज फाइनेन्सियल क्लोजिङ फर अकाउन्टेन्ट्स। ठिक छ। सो हजुरहरूले यो पछिल्लो समय म अलिकति देखाइहाल्छु। सो हजुरहरूले पछिल्लो समय केही वेबिनार्सहरू अटेन्ड गर्नुभयो पक्कै पनि। आई रियली होप हजुरहरूले धेरै कुरा सिक्नुभयो। जस्तो हाउ इट अल स्टार्टेड। सो एउटा पेरोल यसमा यसभित्र थियो है सायद। सो हजुरहरूले यहाँबाट रेकर्डिङहरू पनि हेर्न मिल्छ यदि कसैले छुटाउनु भएको छ भने। सो फर्स्टमा इट वाज अकाउन्टिङ क्लोजिङ वेबिनार, जसमा हामीले फन्डामेन्टल्सहरू डिस्कस गऱ्यौँ होइन। फन्डामेन्टल्स डिस्कस गऱ्यौँ, जस्तो के गर्ने, कसरी गर्ने, रिकन्सिलिएसन, त्यो गर्नु के पर्छ भन्ने कुरा डिस्कस गऱ्यौँ। देन देयर वर टु वेबिनार्स। वान अफ देम वर ट्याक्सेसन। सो ट्याक्सको क्लोजिङको बारेमा म्यामले पक्कै पनि धेरै कुरा हजुरहरूलाई भन्नुभयो होला, सिकाउनु भयो होला। जस्तो इन्कम ट्याक्स, भ्याट, टिडिएसका कुराहरू र के गर्नुपर्छ भन्ने कुराहरू। अब अभियसली सानो टाइममा धेरै कुरा त भ्याइएन या भ्याइँदैन, तर वी हेभ ट्राइड सकेसम्म धेरै कुरा हामीले दिन सक्छौँ भनेर। एन्ड देन इट वाज पेरोल वेबिनार। पेरोलमा चाहिँ स्यालेरी या वेजेसको कसरी हिसाब किताब क्लोज गर्ने होइन, कसरी एसएसटी टिडिएसका कुराहरूलाई फाइल गर्ने अनि त्यसका कम्प्लायन्सहरूलाई कसरी फलो गर्ने भन्ने कुराहरू हामीले गरेका थियौँ है। सो दिस इज द फोर्थ पार्ट। सो अकाउन्टिङ, ट्याक्सेसन, पेरोल पछि आज हाम्रो हुँदैछ फाइनेन्सियल क्लोजिङ, एन्ड दिस इज द अल्टिमेट क्लोजिङ। अब ठिक छ। ओके, सो 82-83 फाइनेन्सियल क्लोजिङ। सो फाइनेन्स र अकाउन्टिङलाई हामीले निकै नजिकबाट चाहिँ एसोसिएट गर्छौँ। अकाउन्टिङ भनेको इट्स बेसिकली बुक किपिङ प्लस होइन, अब त्यसमा डकुमेन्टेसन, इन्ट्रिज होइन, त्यसबाट बन्ने सिम्पल या त्यसबाट हामीले निकाल्ने सिम्पल इन्फर्मेसन्सहरू, जस्तो डेटर्स इन्फर्मेसन, क्रेडिटर्स इन्फर्मेसन, हामी त्यसलाई अकाउन्टिङ भन्छौँ होइन। सो रिकन्सिलिएसन्सहरू पनि अभियसली त्यसकै पार्ट बन्छ होइन। चाहे त्यो भ्याटको रिकन्सिलिएसन होस्, चाहे त्यो ब्याङ्कको रिकन्सिलिएसन होस् होइन, डेटर्स क्रेडिटर्ससँगको म्याच गर्ने कुराहरू पनि यसमै पर्छ। सो त्यसलाई हामी अकाउन्टिङ भन्छौँ अभियसली। सर त्यसो भए फाइनेन्सियलमा के पर्छ? फाइनेन्सियलमा इट्स मोर अबाउट रिपोर्टिङ होइन। जस्तो हामीले जस्तो फिक्स एसेट्सका कुराहरू कसरी, लाइक यो वर्ष भइराखेको फिक्स एसेटलाई नेक्स्ट इयर कसरी क्यारी फरवर्ड गर्ने होइन, एडभान्स ट्याक्सका इन्ट्रिजहरू होलान् या एडजस्टमेन्ट इन्ट्रिजहरू होलान्, प्रोभिजन्सहरू होलान्, मेबी एक्रुअल्सहरू होलान् होइन, प्रिपेड्सहरू होलान्, ती कुरालाई कसरी क्यारी फरवर्ड गर्ने, हामीले कस्ता स्टेटमेन्ट्सहरू बनाउने, एनएफआरएसलाई कति बेला होइन कम्प्लाई गर्ने, यी सबै कुराहरू आज हामी डिस्कस गर्दैछौँ 82-83 फाइनेन्सियल क्लोजिङ फर अकाउन्टेन्ट्समा। ठिक छ। सो यसमा हेरेर पनि हजुरले मोटामोटी फर्स्ट पेजबाट पनि बुझिहाल्नुहुन्छ वाट वी आर गोइङ टु डिस्कस टुडे भनेर। सो लेट्स मुभ फरवर्ड। फर्स्ट थिङ हजुरले गर्नुपर्ने एडजस्टमेन्ट इन्ट्रिज। अब एडजस्टमेन्ट इन्ट्रिजमा फिक्स एसेटको पनि कुरा आउँछ आउन त, तर फिक्स एसेटलाई मैले छुट्टै स्लाइड बनाएको छु। सो फिक्स एसेटमा वी आर गोइङ टु डिस्कस द्याट सेपरेटली। Okay, so the first one is adjustment entries. Sir, what is adjustment entries? सो कतिपय कुराहरू अब जस्तो हामीले अहिलेसम्म के कुरा गरिरहेछौँ या के कुरा गर्छौँ नर्मल्ली भने, हामीले जति पनि डकुमेन्ट्सहरू आउँछ, जति पनि बिजनेसमा फाइनेन्सियल ट्रान्जेक्सन्सहरू हुन्छ, ती सबै ट्रान्जेक्सन्सको लागि वी हेभ टु मेक एन इन्ट्री। हामीले त्यसरी बुझाएको छौँ होइन अकाउन्टिङमा। तर कतिपय कुराहरू बिल नआए पनि इन्ट्री गरिन्छ होइन। कतिपय कुराहरू अकाउन्ट्स मिलाउनको लागि, मिलाउन भनेको बिग्रेकोलाई मिलाउनको लागि भन्दा पनि होइन, त्यसलाई राइट सेप या भनौँ राइट अप्रोच दिनको लागि पनि इन्ट्रिज गरिन्छ है, र तिनैलाई भन्छौँ हामी एडजस्टमेन्ट इन्ट्रिज। सो एडजस्टमेन्ट इन्ट्रिज इज अल अबाउट द एडजस्टमेन्ट्स द्याट वी हेभ टु डु। वर्षको लास्टमा गर्नै पर्ने, किन नेक्स्ट इयर हामीले यो वर्षको जे छ त्यसलाई मात्र क्यारी फरवर्ड गर्ने होइन, केही एडजस्टमेन्ट्सहरू गरेर पनि फरवर्ड गर्नुपर्छ है। अब त्यसमा एनएफआरएसमा पनि आउँछ प्रोभिजन्सका कुराहरू, जुन नर्मल बिजनेसहरूले बनाउनुहुन्न होइन। एनएफआरएस फलो गर्ने बिजनेसहरूले बनाउनुहुन्छ मोस्ट अफ द टाइम्स। एनएफआरएस पनि फेरि कति बिजनेसले रिपोर्टिङमा मात्र एनएफआरएस लगाउनुहुन्छ, कतिले या भनौँ अलिकति बिगर बिजनेस या अलिकति एमएनसिजहरू, लेट्स से होइन मल्टिनेसनल्सहरू या इभन अलि बिगर अर्गनाइजेसन्स भनौँ न। सो उहाँहरूले अकाउन्टिङमै पनि एनएफआरएस राखिरहनु भएको हुन्छ, अकाउन्टिङ गर्दै पनि रेगुलर अकाउन्टिङमा पनि एनएफआरएस इम्प्लिमेन्ट गरिरहनु भएको हुन्छ। सो देयर आर अ लट अफ थिङ्स जुन हामीले डिस्कस गर्नेवालामा छौँ। तर यो जुन एडजस्टमेन्ट छ, इट इज नट
रिलेटेड टु एनएफआरएस, दिस इज रिलेटेड टु नर्मल युज, लगभग सबै बिजनेसले गर्नुपर्छ। द फर्स्ट वान इज क्लोजिङ इन्भेन्ट्री टु कस्ट अफ सेल्स। ल हेर्नुहोस्, अब हजुरको वर्षभरिको होइन, अब सर हामीले स्टक रिकन्सिलिएसन त अकाउन्टिङ वेबिनारमा पनि हेरेको थियौँ होइन, स्टकको रिको बनाउनु पर्छ भनेर। ठिक छ, स्टकको रिको बनाउने भनेको हजुरको बुक्समा भएको चाहिँ देखिएको स्टक र हजुरको फिजिकल स्टक के छ भनेर हेर्ने प्रोसेस भयो होइन। तर हजुरहरूले याद गर्नु भएको छ, हजुरको बुक्समा चाहिँ अकाउन्टिङमा स्टक देखिँदैन नि, ओपनिङ स्टक मात्रै देखिन्छ। अकाउन्टिङमा भनेको अकाउन्टिङ रेकर्ड्समा स्टक देखिँदैन। स्टकको लागि हजुरले स्टक रेकर्डमै जानुपर्छ र भ्याल्यु हेर्नुपर्छ। एन्ड इफ यु सी द्याट, हजुरले काहीँ पनि ट्रायल ब्यालेन्समा स्टक देख्नुहुन्न, बिकज स्टकको हामीले इन्ट्री गरेकै छैन। क्लोजिङ इन्भेन्ट्रीको कति बेला स्टक इन्ट्री गरेको छैन होइन। सो अब नर्मली यो स्टेप चाहिँ धेरै बिजनेसहरूले, आई मिन धेरै अकाउन्टेन्ट्सले स्किप गरिरहनु भएको हुन्छ। अनि अडिटरले आएर अडिट गर्नुहुन्छ, यो गर्नुहुन्छ, फाइनलाइज हुन्छ, अनि उहाँले क्लोजिङ इन्भेन्ट्री राख्नु भएको हुन्छ, त्यसलाई नै नेक्स्ट इयर ओपनिङ इन्भेन्ट्री भनेर गरिराखेको हुन्छ। बट द करेक्ट अप्रोच इज हजुरले एउटा एडजस्टमेन्ट इन्ट्री चाहिँ पास गर्नुपर्छ है। किन अब नर्मली कस्ट अफ सेल्स त हजुरको डेबिट हुने कुरा हो होइन। हरेकचोटि हजुरले सेल्स इन्ट्री गर्दाखेरि कस्ट अफ सेल्स टु सेल्स हुने हो खासमा होइन। अब त्यो त अकाउन्टिङमा आइहाल्छ, यसमा म धेरै गइनँ। तर हजुरले क्लोजिङ इन्भेन्ट्रीलाई पनि डेबिट गरिदिनुहुन्छ। किनभने क्लोजिङ इन्भेन्ट्री हजुरको करेन्ट एसेट हो। सो हजुरले क्लोजिङ इन्भेन्ट्री इन्ट्री गर्नुहुन्छ, तब न अर्को वर्ष ओपनिङ इन्ट्री भनेर जान्छ होइन। सो यो एउटा इन्ट्री गर्नुपर्छ, मैले भनिहालेँ। तर कतिपय बिजनेसले नगरे पनि चलिरहेको छ। यो किन नगरे पनि चलिरहेको छ? किनभने अडिटर्सले आउनुहुन्छ, गर्नुहुन्छ, सबै कुरा हुन्छ, अनि जुन क्लोजिङ ब्यालेन्स हुन्छ त्यसलाई नै हामी यो वर्ष क्लोजिङ इन्भेन्ट्री चाहिँ देखाउँदैनौँ, तर नेक्स्ट इयर चाहिँ ओपनिङ इन्भेन्ट्री भनेर देखाइरहेको हुन्छौँ। तर द्याट इज नट द करेक्ट अप्रोच। हजुरले अल्टिमेटली क्लोजिङ इन्भेन्ट्री आफ्नो फाइनेन्सियल स्टेटमेन्ट्समा त देखाउनै पर्छ होइन। आफ्नो फाइनेन्सियल स्टेटमेन्ट्समा त हजुरले देखाउनै पर्छ। अब हजुरहरू जो फाइनेन्सियल रिपोर्टिङ प्रोग्राममा हुनुहुन्छ, इभन अरू प्रोग्राममा पनि हामीले डिस्कस गरिरहेको हुन्छौँ होइन, त्यहाँनिर कस्ट अफ गुड्स सोल्ड सिओजिएसको चाहिँ फर्मुलामा राखिएको हुन्छ नि, ओपनिङ स्टक प्लस पर्चेज प्लस इम्पोर्ट्स या प्लस अरू डाइरेक्ट कस्ट होइन, माइनस क्लोजिङ स्टक भनेर यहाँ देखाएर आउँछौँ। यो कहाँबाट आउँछ त भन्दा यो इन्ट्रीबाट आउँछ। ठिक छ। सो यदि प्रपर अकाउन्टिङ गर्दै गर्दाखेरि यो इन्ट्री गर्नुपर्छ। एकदम लास्ट डेको लास्ट मोमेन्टमा गर्ने इन्ट्री हो यो। अब कतिपय बिजनेसले आफ्टर इभन लाइक साउन्डको फर्स्ट डेमा पनि गर्नु होला, अघिल्लो दिनको भनेर। तर यदि हाम्रो सफ्टवेयरले चाहिँ अघिल्लो दिनको इन्ट्री लिन मान्दैन भने यो इन्ट्री हजुरले लास्ट दिनमै गर्नुपर्छ आफ्नो सफ्टवेयरमा है। यदि हजुरको सफ्टवेयरमा ब्याक डेटमा गएर इन्ट्री गर्न मिल्छ भने ठिक छ। यदि ब्याक डेटमा गएर इन्ट्री गर्न नमिल्ने सफ्टवेयर छ या त्यही अनुसारको कन्ट्रोल्सहरू राखिएको छ भने यो इन्ट्री हजुरले लास्ट डेको लास्ट मोमेन्टमा गर्ने। अब नो मोर सेल्स भनिसकेपछि यो इन्ट्री गर्ने हो है। ठिक छ। एन्ड देन सर यदि कुनै अब्सोल्युट स्टक छ, कुनै ड्यामेज स्टक छ भने के गर्ने? अब त्यसको ट्याक्सको कम्प्लायन्स त छुट्टै हुन्छ। हजुरले ट्याक्समा गएर अप्लाई गर्नुहुन्छ, आई मिन रिक्वेस्ट गर्नुहुन्छ होइन, उहाँहरूले इन्सपेक्सन गर्नुहुन्छ, त्यो अलिकति लम्बेतानको प्रोसेस भयो। तर लास्ट डेमा यदि हजुरले भेटाउनु भयो, अब हजुरले स्टक काउन्ट गर्नुहुन्छ होइन, त्यो हामीले अकाउन्टिङमा डिस्कस गरिसकेका छौँ, म त्यता गएन। तर स्टक काउन्ट गर्नुहुन्छ, स्टक काउन्ट गरिसकेपछि लाइक हजुरले थाहा पाउनु भयो कि लाइक 50 या भनौँ 100 अफ देम चाहिँ ड्यामेज भएको छ, कम्प्लिटली ड्यामेज भएको छ। त्यसलाई अर्को वर्षमा ओपनिङ भनेर लानुमा कुनै सेन्स बन्दैन भने त्यसलाई हजुरले अब ठिक छ, आइआरडीमा त त्यसपछि नोटिफाई गरेर यो मेरो बिग्रिएको छ भनेर गर्न सक्यो। ट्याक्सको छुट्टै एङ्गल भयो यसमा। तर इन्ट्री चाहिँ हजुरले इन्भेन्ट्री राइट डाउन टु इन्भेन्ट्री। सो हजुरको इन्भेन्ट्रीको भ्यालु घटाउनुहुन्छ ठिक छ, र इन्भेन्ट्री राइट डाउन भनेर हजुरले यसलाई एक्सपेन्स बुक गरिदिनुहुन्छ। ठिक छ। यो एउटा यदि हजुरको स्टक ड्यामेज भएको छ या अब्सोल्युट भएको छ भने या कुनै पनि कारणले खराब भएको छ, त्यसलाई अर्को वर्षमा क्यारी फरवर्ड गर्ने कुनै सेन्स बन्दैन भने त्यसलाई हजुरले एक्सपेन्स बुक गर्नुपर्छ। ठिक छ। यो मैले रिपोर्टिङको एङ्गलबाट भनिरहेको छु है कुराहरू। ट्याक्सको एङ्गलबाट फेरि आई मिन फरक त पर्दैन, तर हजुरले नोटिफाई गर्नुपर्छ, यताउता ती कुराहरू आउँछन्। त्यस्तै एक्रुएल्सको कुरा आयो यसमा। सर एक्रुएल्स भनेको जस्तो हाम्रो कुनै इन्सुरेन्स भयो होइन, कुनै इन्सुरेन्स भयो, कुनै एएमसी एनुअल मेन्टेनेन्स चार्ज होइन, एनुअल मेन्टेनेन्स चार्ज बापत हामीले पैसा तिर्छौँ, इन्सुरेन्सको पैसा तिर्छौँ, या अरू कुनै पनि किसिमका खर्च हामीले जस्तो 1 वर्षको लागि तिर्न सक्छौँ होइन, रेन्ट तिर्न सक्छौँ। कतिपय बिजनेसमा 1 वर्षको लागि रेन्ट तिरिएको हुन्छ। सो या सोच्नुहोस् वैशाखमा हजुरले 1 वर्षको लागि रेन्ट तिर्नु भयो होइन, वैशाखमा 1 वर्षको लागि रेन्ट तिर्नुपर्ने त्यस्तै खालको कन्ट्र्याक्ट छ होइन। सो अब हजुरले वैशाखदेखि असारसम्म जम्मा 3 मन्थ्स भयो नि त। सपोज हजुरले 1,20,000 रुपियाँ रेन्ट तिर्दै हुनुहुन्छ। सर 1,20,000 त कसको हुन्छ र 12 लाख रुपियाँ होइन। सो 12 लाख रुपियाँ हजुरले रेन्ट तिर्दै हुनुहुन्छ 1 वर्षको लागि। तर हजुरले अब रेन्ट त तिर्नुहुन्छ होइन, रेन्ट एक्सपेन्स टु ब्याङ्क गरिदिनु होला। तर त्यसलाई हजुरले फेरि के गर्नुपर्छ?
यहाँनिर प्रिपेड एक्सपेन्स होइन, त्यसमध्ये हजुरको 90,000 त अर्को वर्षको लागि हो नि त, अर्को आर्थिक वर्षको लागि हजुरले यही आर्थिक वर्षमा मिसाउनु त पक्कै पनि पाउनुहुन्न। सो त्यसलाई हजुरले प्रिपेड रेन्ट, एक्सपेन्सको ठाउँमा रेन्ट भनिदिनुहोस्। जुन पनि खर्च, इन्सुरेन्सको केसमा प्रिपेड इन्सुरेन्स, रेन्टको केसमा प्रिपेड रेन्ट, एएमसीको केसमा प्रिपेड एएमसी, विजेभर होइन, प्रिपेड रेन्ट टु रेन्ट। सो हजुरले पहिला इन्ट्री गरिसकेका के हुनुहुन्छ, रेन्ट 1,20,000 सरी 12,00,000 टु घरबेटी या टु ब्याङ्क गर्नुभएको हुन्छ होइन, ब्याङ्क गर्नुभएको हुन्छ। यो 1,12,00,000 त हजुरको एउटै वर्षको खर्च त होइन। सो हजुरले लास्टमा आएर प्रिपेड रेन्ट 9,00,000 रुपियाँ त प्रिपेड भयो होइन, टु रेन्ट हो। सो रेन्ट यहाँनिर डेबिट भयो, यहाँनिर 9,00,000ले क्रेडिट भयो भनेपछि यो वर्ष जम्मा 3,00,000को रेन्ट बुक भयो। इन्सुरेन्सको पनि त्यही हो, एएमसीको त्यही हो। कुनै एडभर्टाइजमेन्ट एक्सपेन्सहरू हुन्छ, स्पोन्सरसिप हजुरले गर्नुभएको छ 1 वर्षको लागि चाहिँ नेपालको जर्सीमा स्पोन्सर गर्नुभएको छ, या कुनै पनि जर्सीमा या कसैको पनि टिममा, विच एभर यस्तो खालको खर्चहरू जुन पिरियडको लागि गरिन्छ र त्यो बिचमा नै आर्थिक वर्ष टुङ्गिन्छ भने हजुरले सबैलाई गर्नुहुन्न होइन। जस्तो माई सेकेन्ड टिचरहरू त्यस्ता खालका जुन पहिला पहिला हामीले नेपाल क्रिकेट जर्सीमा देख्छौँ माई सेकेन्ड टिचर, सो उनीहरूले 3 वर्षको है कति वर्षको गराएको थिए। अब त्यो एउटै वर्षको खर्च त होइन नि त, उनीहरूले पैसा त अपफ्रन्ट दिए तर त्यो ओभर द पिरियडको खर्च थियो। सो उनीहरूले बिचमा चाहिँ आर्थिक वर्ष आउने बित्तिकै बाँकीलाई प्रिपेड बुक गर्थे अनि गर्दै जान्थे होइन। सो यो प्रिपेड बुक गर्नु इज भेरी भेरी इम्पोर्टेन्ट। सर इन्कममा पनि यस्तै हुनसक्छ, एकदमै हुनसक्छ। जस्तो फर एन इक्जाम्पल म एउटा सानो इक्जाम्पल दिइहाल्छु। जस्तो हामीले कसैलाई एउटा 1 इयरको लागि, सपोज मैले हाम्रो एउटा बबाल अकाउन्टिङ सफ्टवेयर छ सर, अकाउन्टिङ सफ्टवेयर छ मानौँ भनिरहेको छु है मैले। सो हाम्रो एउटा खाता 360 भन्ने बबाल अकाउन्टिङ सफ्टवेयर छ, सपोज खाता 360 है। सो अब खाता 360ले के गर्यो, एउटा क्लाइन्टलाई चाहिँ मेबी लेट्स से 12,000 रुपियाँ लिएर, सर जम्मा 12,000, यस सजिलो हुन्छ भनेर, सो 24 पनि बनाउन सकिन्थ्यो। सो 12,000 रुपियाँ लिएर 1 वर्षको लागि मैले कसैलाई दिएँ होइन, युज गर्न दिएँ, या भनौँ न मैले लाइसेन्स दिएँ 1 वर्षको युज गर्नको लागि। अब सर कहिले दिएँ, वैशाखदेखि दिएँ, ल ठिक छ। अब सेम कुरा हो यो पनि। सो मेरो 12,000 नै यो वर्षको अर्निङ हो त होइन नि त, 3,000 मात्र होला, बाँकी 9,000 रुपियाँ त अर्को वर्षको अर्निङ होला हो। सो इन्कममा पनि किन मैले भ्याट बिल काट्दाखेरि त 12,000कै काट्छु होला, सो 12,000लाई मैले सेल्स भनेर देखाउँछु होला इन्ट्री गर्दाखेरि त, तर इनफ्याक्ट 12,000 मध्ये 9,000 रुपियाँ त के छ अर्को वर्षको अर्निङ हो, यो वर्षको जम्मा 3,000 होला। सो त्यो पनि गर्नुपर्ने हुनसक्छ यदि त्यस्तो खालको पिरियडिक इन्कम हुन्छ र यही वर्षको सबै छैन भने करेक्ट अप्रोच चाहिँ यो हो। सर हाम्रो बिजनेसले त गर्दैन, ट्याक्स पनि केही भन्दैन, किनभने अब अघि नेक्स्ट इयर जाने इन्कम यसै भ्याली बुक भइसक्यो, भ्याट बिल पनि काटिसक्यो। तर करेक्ट अप्रोच गर्नको लागि अब यसलाई चाहिँ एनएफआरएसले पनि भन्छ है, फेरि एनएफआरएसले नि यही नै गर्ने भन्छ, एक्सपेन्समा मात्र होइन इन्कममा पनि प्रिपेड बुक गर्नुपर्छ या एडभान्स बुक गर्नुपर्छ भनेर भन्छ। ठिक छ, ओके सर। यो एडभान्स फ्रम कस्टमरको कुरा चाहिँ बुझिएन, यस्तो हुन्छ नि त, हामीले कसैलाई पनि सेल्स गर्ने बित्तिकै के हुन्छ, कस्टमर अकाउन्ट डेबिट टु सेल्स गर्छौँ, इन्कम गर्छौँ होइन, इन्कम इज अलवेज क्रेडिटेड, यो त हजुरहरूलाई थाहा छँदैछ। अब यो सबै मेरो कमाइ नै होइन भनिसकेपछि त के भयो, यसलाई उल्टाउनु परेन। सो जति महिनाको बाँकी छ त्यसलाई इन्कम टु कस्टमर भनेर योवाला इन्ट्री गर्छौँ हामी है। सो यो अर्को एउटा एडजस्टमेन्ट इन्ट्री भयो, गर्नै पर्ने। त्यस्तै कतिपय कुराहरू चाहिँ एक्रुअल्स भनेर आउँछ। अब एक्रुअल्स भनेको चाहिँ हो खर्च भएको छ तर बुक भएको छैन, हुनसक्छ, एकदमै हुनसक्छ सर। कसैले हामीलाई लाइक होइन, कसैले हामीलाई 1 महिनादेखि सर्भिस दिइरहनु भएको छ एन्ड त्यो सर्भिस चाहिँ 3 महिना दिने हो, त्यही भएर उहाँले अहिलेसम्म बिल काटिसक्नु भएको छैन, 3 महिना सकेपछि बिल काट्नुहुन्छ, त्यस्तो केसेस हुनसक्छ नि त। तर 1 महिना त हामीले यहाँनिर सर्भिस लिइसक्यौँ होइन, र कसैलाई हामीले डिजिटल मार्केटिङ सर्भिसको लागि अप्रोच गऱ्यौँ, उहाँले हामीलाई 3 महिनाको कन्ट्र्याक्ट, हामी 3 महिना म काम गर्छु त्यसपछि म बिल काट्छु भन्नुभयो, ओके वी आर रेडी फर द्याट। अब उहाँले 1 महिना हामीसँग काम गरिसक्नु, बिचमा आर्थिक वर्ष आयो होइन, उहाँले हामीलाई बिल त काट्नु भएको छैन तर खर्च त हाम्रो भइसकेको छ नि 1 महिनाको। भोलि गएर हामीले उहाँसँग कन्ट्र्याक्ट तोड्यौँ भने नि 1 महिनाको पैसा त तिर्नै पर्छ भनेपछि खर्च त यही वर्ष भएको होइन हो। यस्तोलाई चाहिँ हामी एक्रुएल बुक गर्ने भनेर भन्छौँ है। सो यदि त्यस्तो केस छ भने हामी 1 महिनाको खर्च बिलै नआए पनि बुक गरिदिन्छौँ र एक्सपेन्स पेएबल भनेर इन्ट्री गरिदिन्छौँ। ठिक छ, बुकै नभए पनि हामी के गर्छौँ, एक्सपेन्स भनेर बुक गर्छौँ। जस्तो 30,000 रुपियाँमा चाहिँ 3 महिनाको कन्ट्र्याक्ट भएको होइन भनेपछि अब हामी के गर्छौँ, अहिलेसम्म बिल पनि आएको छैन, केही पनि आएको छैन, तर हामी के गरिदिन्छौँ 10,000 रुपियाँ चाहिँ 10,000 रुपियाँ टु एक्सपेन्स पेएबल 10,000 रुपियाँ। अहिलेसम्म बिल आएको छैन, केही आएको छैन भनेपछि कसलाई बुक गर्ने होइन, पार्टीलाई बुक गर्नु त मिलेन। अब ठिक छ सर, पार्टीको नाम हामीलाई थाहा छ, सबै थाहा छ भने पार्टीकै नाम पनि यसमा लेखिदिनु मिल्यो। ठिक छ, यो इन्ट्री हजुरको हुन्छ।
अब जब नेक्स्ट अब 2 महिनापछि त फेरि बिल आउँछ, आर्थिक वर्ष सकेको 2 महिनापछि बिल आउँछ। सो बिल आइसकेपछि के हुन्छ, हजुरले फेरि एक्सपेन्स बुक गरिदिनुहुन्छ। एक्सपेन्स बुक गरिदिनुहुन्छ 20,000 रुपियाँको त्यो वर्षमा। अब त्यसपछि टु पार्टी, अब पार्टी त्यही भएर यहाँ एक्सपेन्स पेएबल लेखेको राम्रो पार्टी भन्दा है। फेरि यहाँ नि पार्टी नै हुन्छ, कुरा अलिक बाजिन्छ। सो पार्टीलाई 30,000 अनि यो एक्सपेन्स पेएबललाई अहिले भइसकेको चाहिँ क्रेडिटलाई फेरि डेबिट गरिदिनुहुन्छ। ठिक छ। सो एक्सपेन्स पेएबल अब यो पनि क्यान्सल भइहाल्यो होइन। एक्सपेन्स यहाँ 10,000, यहाँ 20,000, 30,000 टोटलमा बुक भयो। अघिल्लो वर्ष 10,000, अर्को वर्ष 20,000, पार्टीलाई तिर्ने 30,000, यहाँ पनि बुक भइहाल्यो। सो एभ्रिथिङ बिकम्स करेक्ट। सो एक्रुएल बुक पनि गर्नु पर्यो। ठिक छ। प्रिपेड र एक्रुएल फरक हो है। प्रिपेड भनेको चाहिँ हामीले पैसा तिरिसक्यौँ तर खर्च भइसकेको छैन। एक्रुएल भनेको चाहिँ हामीले बिलै आएको छैन कि खर्चै बुक गरेको छैन तर गर्नु चाहिँ पर्ने हो। ठिक छ। प्रिपेडमा चाहिँ पहिले हामीले तिर्यौँ, अब यो सबै तिर्नु पर्थेन, हाम्रो त सबै खर्च होइन भनेर प्रिपेड बुक गऱ्यौँ, एसेट बुक गऱ्यौँ। अब एक्रुएलमा चाहिँ के गर्यौँ, हामीले अहिलेसम्म बिल पनि आएन, केही पनि आएन, तर खर्च भएको छ भने हामीलाई थाहा छ। सो हामीले खर्च बुक गर्दैछौँ। इन्कम पनि त्यही हो। एक्रुएड इन्कम भनेको पनि त्यही हो। हामीले कसैलाई सर्भिस दिइरहेको छौँ होइन, हामीले कसैलाई चाहिँ त्यही, अब सपोज मानौँ हामी नै डिजिटल मार्केटिङ एजेन्सी हो होइन, या हामी लिगल एजेन्सी हो, हामीले कसैलाई 3 महिनाको सर्भिस दिइरहेको छौँ, 1 महिना दिइसक्यौँ होइन। 3 महिनाको कन्ट्र्याक्ट 30,000को छ भनेपछि 1 महिना हामीले दिइसकेका छौँ, बिल त काटेका छैनौँ, तर इन्कम त बुक गर्नु पर्यो नि, परेन? हो, द्याट इज द कन्सेप्ट अफ एक्रुअल्स है। ठिक छ। अब यी नर्मल एडजस्टमेन्ट इन्ट्रिजहरू हामीले जुन पास गर्नुपर्छ, यी कुराहरू भए। ठिक छ, अगाडि बढौँ। र यसको मेन ऊ भनेको चाहिँ हजुरहरूले अब अकाउन्टिङ कसैले अब एकाडेमिकल्ली पनि पढ्नु भएको छ भने अब यसमा चाहिँ यसको मेन कुरा भनेको चाहिँ म्याचिङ कन्सेप्ट हो क्या, म्याचिङ कन्सेप्ट। सो म्याचिङ कन्सेप्टमा के हुन्छ, म्याचिङ कन्सेप्टमा करेक्ट पिरियडको अमाउन्टलाई करेक्ट पिरियडमै राख्नुपर्छ अनि मात्र करेक्ट फाइनेन्सियल्स बन्छ। ठिक छ। भनेको अघिल्लो वर्ष खर्च भइसकेको छ तर बिलासी मात्र बुक गर्छु भन्ने कुरा भएन अरे कि, या मेरो खर्चै भएको छैन अहिलेसम्म, मैले पैसा त तिरेँ इन्सुरेन्सको होइन, तर मेरो इन्सुरेन्सको कभरेज नै सकिएको छैन भने मेरो सबै खर्च त यही वर्षको त होइन नि त, करेक्ट पिरियड त भएन नि त, सबैलाई यही वर्ष राख्यो भने त। सो करेक्ट पिरियडले मात्र करेक्ट प्रफिट देखाउँछ र करेक्ट प्रफिट भयो भने मात्र बल्ल करेक्ट फाइनेन्सियल्स बन्छ भनेर भनिन्छ है। ओके, लेट्स गो टु द नेक्स्ट वान, द्याट इज आई थिङ्क वान अफ द मोस्ट इम्पोर्टेन्ट, फिक्स्ड एसेट रजिस्टर। ओके, सो फिक्स्ड एसेट रजिस्टरमा यहाँ मसँग छ एउटा, अब हजुरको फिक्स्ड एसेट रजिस्टर पहिलाको जस्तो रहेन। हजुरहरू अब कतिजना एनएफआरएसकै लर्नर्सहरू पनि मैले देखिरहेको छु होइन। सो हजुरहरूले त अभियसली यसलाई अब मजाले होइन पुरै के भन्छ हामी एकदम पेकुलियर नेपाली वर्ड युज गर्ने हो भने पुरै यसलाई चबाएर चाहिँ होइन पुरै धुलो पिठो बनाएर चाहिँ लिनु पऱ्यो, बिजनेसमा युज गर्नु पऱ्यो, किनभने दिस इज वान अफ द मोस्ट इम्पोर्टेन्ट आस्पेक्ट अहिलेको लागि होइन। अब यसमा अब हामीले नर्मली देखिरहने भनेको चाहिँ अगाडि यहाँनिर कता छ पढ्नु चाहिँ, जस्ट अ सेकेन्ड, निकै ठुलो फाइल छ एनएफआरएसवाला। हो, सो अहिलेसम्म हामीले यो गर्थ्यौँ होइन, यो मात्र गर्थ्यौँ। ठिक छ, अघिल्लो वर्षसम्म भनौँ न, अघिल्लो वर्षदेखि त अब दुइटै सुरु भइहाल्यो। फाइनेन्सियल रिपोर्टिङमा पनि त्यही भएर हामीले एमइजवालै फाइनेन्सियल्स युज गर्छौँ होइन। एनएफआरएसमा चाहिँ अब कम्प्लिट एनएफआरएस नै भइहाल्यो होइन, त्यसमा एमइज त हुने नै भइहाल्यो, त्यो बाहेक माथिल्लो एसएमइज फुल एनएफआरएस पनि हुने भइहाल्यो। तर फाइनेन्सियल रिपोर्टिङमा चाहिँ हामी एमइजवाला डिस्कस गर्छौँ। तर जुन बनाए पनि हामीले योवाला ट्याक्सको लागि पनि बनाउनु पर्यो। ठिक छ, यो अब त्यो ट्याक्सवाला त एकदम सुपर सिम्पल छ, त्यसमा केही स्ट्रेस लिनुपर्ने कुरा रहेन। त्यस्तै त्यस्तै हामीले यस्तो रजिस्टर पनि बनाउनु पर्यो भनेको अब पहिला जस्तो चाहिँ पुलको कन्सेप्टमा चाहिँ फिक्स एसेट राख्ने दिन गए होइन। पुलको कन्सेप्टमा फिक्स एसेट राख्ने दिन गए। हामीले अब यसरी च्याट लाएर इन्डिभिजुअल एसेट वाइज डेप्रिसिएसन रेट होइन, त्यसको लाइफ, त्यसको रेसिडुअल भ्याल्यु, अनि यो वर्ष किनिएको छ भने नम्बर अफ डेजको आधारमा डेप्रिसिएट गर्नुपर्छ। सो हामीले पहिला जस्तो चाहिँ जति आए पनि सर ठिक छ त, साउन टु पुसमा गरे भइहाल्यो त, या माघ टु चैत्रमा गऱ्यो के छ सर सोच्नुपर्ने जुन पिरियड छ त्यो पिरियडमा 1/3 2/3 या फुल डेप्रिसिएसन त्यति नै हो, कति नै जान्नुपर्छ र अब त्यो रहेन। अब हाम्रो रेस्पोन्सिबिलिटी वात्तै बढ्यो एन्ड दिस इज कल्ड फिक्स्ड एसेट। तर सर अब अफकोर्स यसरी इन्डिभिजुअल्ली फिक्स एसेटको चाहिँ डेप्रिसिएट गर्नलाई त हामीलाई एउटा कुरा चाहिन्छ सर, इन्डिभिजुअल फिक्स एसेटको डेप्रिसिएट गर्नलाई के कुरा चाहिन्छ त्यस्तो? एफए रजिस्टर चाहिन्छ। सो विदाउट फिक्स एसेट रजिस्टर हजुरले फिक्स एसेटको डेप्रिसिएट इन्डिभिजुअल लेभलमा डेप्रिसिएट गर्नुहुन्छ कसरी?
पहिला त सजिलो थियो नि, पहिला त पुलमा लगेर राख्दै हुन्थ्यो। हजुरहरूले ट्यालीमै इन्ट्री गर्दाखेरि पनि इन्डिभिजुअली धेरै गर्नै पर्थेन, सिधै पुलमा लगेर डाङ्की डाङ पारिदियो, डेट हेऱ्यो लास्टमा कति कुन कुन महिनामा छ, झ्याप 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 फुल डेप्रिसिएसन कि 1/3 कि 2/3 हान्दै पुगेको थियो होइन। त्यति धेरै स्ट्रेस लिन परेको थिएन नि त है। तर अनि सिधै पुल भएपछि इन्डिभिजुअल एसेटको नाम पनि नलेख्दै पनि भएको थियो। त्यो केसमा रजिस्टर मेन्टेन नगरे पनि भएको थियो, किनभने पुल हो, जति किनेको छ बिलमा देखिहाल्छ, पुलमा जान्छ सकिन्छ भन्ने भएको थियो। तर अब त्यो रहेन। अब हजुरले इन्डिभिजुअल्ली एसेट बेच्नुभयो भने पनि त्यो एसेटमा अहिलेसम्म कतिको डेप्रिसिएसन भएको छ, त्यो एसेटको क्यारिङ भ्यालु कति छ, कतिमा बेच्नुभयो, प्रफिट भयो कि लस भयो, त्यो इन्डिभिजुअल लेभलमा बुक गर्नुपर्छ। अब इन्डिभिजुअल लेभलमा तब बुक गर्न सक्नुहुन्छ जति बेला उसमा प्रपर रजिस्टर छ इन्डिभिजुअल एसेटको। ठिक छ। हजुरहरू जो जो फाइनेन्सियल रिपोर्टिङ ट्रेनिङमा हुनुहुन्छ, यु क्यान युज जुन एफएएमआइएस हामी बनाउँछौँ होइन, हजुरहरूले एफएएमआइएसलाई फिक्स एसेट रजिस्टरको रूपमा मजाले त्यसलाई त्यही हिसाबले बनाइएको छ होइन। अब त्यसमा रेसिडुअल भ्यालु र ऊ थप्न सकियो भने त सकिहाल्यो होइन। त्यो नभए पनि रजिस्टर चाहिँ मेन्टेन भयो। त्यसलाई ल्याएर यसै पनि हामीले योवाला फर्मेट त बनाउँछौँ नै। एनएफआरएसमा त बन्ने नै भइहाल्यो, एफएमा पनि हामीले एमइजवाला काम गर्दा यो गर्छौँ होइन। भनेपछि यदि हजुरसँग फिक्स एसेट चाहिँ एमआइएस छैन, एमआइएस भन्दा पनि रजिस्टर छैन भने हजुरले कसरी इन्डिभिजुअल ट्र्याकिङ गर्नुहुन्छ? सो दिस इज द मोस्ट इम्पोर्टेन्ट है। अब सर ठिक छ, एमआइएस बनाउने या रजिस्टर बनाउने, तर यसको मेन पर्पस के हो सर? यसको मेन पर्पस चाहिँ उयो डेप्रिसिएसन क्यालकुलेसनको लागि मात्र हो होइन। दिस अल्सो वर्क्स एज भेरिफिकेसन। यदि कुनै पनि फिक्स एसेट जस्तो एउटा इक्जाम्पलको रूपमा एउटा हाम्रो अलि पहिला अब अहिले त धेरै कनेक्सन छैन उहाँहरूसँग, एउटा क्लाइन्ट हुनुहुन्थ्यो एन्ड हि ह्याड भेरी गुड हस्पिटालिटी क्लाइन्ट। अनि उहाँहरूले चाहिँ यो कटलेरी भन्छ सायद होइन, कटलेरी के भन्छ, यो पुरै फ्यान्सी वाइन खाने यस्तो यस्तो खाने चाहिँ सिसाहरू के। सो उहाँले टन्न किन्नुभएको रहेछ, त्यसलाई एसेटको रूपमा राख्नु भएको रहेछ है, एसेटको रूपमा राख्नु भएको रहेछ। इभन हामी उहाँहरूसँग जोडिनुभन्दा नि अगाडि अब त्यो फिक्स एसेटमा आइरहेछ। एन्ड सडनली एक दिन अब त्यो कुनै मिसह्याप भयो के भयो, झरामझुरुम त्यो फुट्यो होइन। त्यो एउटा सेक्सनकै त्यो दराज खस्यो, झरामझुरुम उहाँहरूको लगभग 5-5.5 लाख कतिको चाहिँ फिक्स एसेट फुट्यो। फिक्स एसेट लङ टर्म युज गर्ने फिक्स एसेट भनेको फुट्यो होइन। हो अब त्यो उहाँ पुलको कन्सेप्टमा भएपछि त्यो मिल्थेन होइन। त्यो बेला फेरि पुललाई मतलब पनि थिएन, ल फिक्स एसेट भयो नि, नभए पनि किनेको छ, यो छ भने बिल छ, यो छ भने गर्न पाइन्थ्यो। तर अब त त्यो पाइएन होइन। सो अब यस्ता इन्डिभिजुअल लेभलमा भेरिफिकेसन कसरी गर्नुहुन्छ? सो जसरी हजुरको स्टक भेरिफिकेसन हुन्छ, फिक्स एसेट भेरिफिकेसन पनि उत्तिकै इम्पोर्टेन्ट छ। नट ओन्ली फ्रम रिपोर्टिङ पर्पस बट अल्सो फ्रम कम्प्लायन्स पर्पस, या भनौँ बट अल्सो फ्रम इन्टरनल कन्ट्रोल पर्पस होइन। कुनै फिक्स एसेट हराएको त छैन, कुनै फिक्स एसेट ड्यामेज त छैन। यदि ड्यामेज छ, यो छ, त्यो छ भने एनएफआरएसले त सिधै उडाइदिएर त्यसलाई लस बुक गरिदिने भन्छ होइन। सो के छ त्यो भेरिफिकेसनको लागि पनि, एनएफआरएस इम्प्लिमेन्ट गर्नको लागि पनि, डेप्रिसिएसन निकाल्नको लागि पनि, सबै पर्पसको लागि, र एनएफआरएस युज गर्दाखेरि त डिफर्ड ट्याक्सहरू निकाल्नको लागि पनि, सबै कामको लागि फिक्स एसेट इन्डिभिजुअल लेभलमा चाहिन्छ। र त्यसको लागि हामी फिक्स एसेट रजिस्टर बनाउँछौँ है। ठिक छ। अब फिक्स एसेट रजिस्टरमा इच एन्ड एभ्री फिक्स एसेटको केही हार्ड एन्ड फास्ट केही पनि छैन कि, पर्चेज डेट चाहियो, कस्ट चाहियो। अब एक दुईवटा कुराहरू चाहिँ याद गर्नु पर्यो। जस्तो 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 अब अर्कोमा डेप्रिसिएसनमा आउँछ त्यो। ठिक छ। र यसमा पनि हामी कुरा गर्न सक्छौँ। जस्तो फिक्स एसेटको भ्याल्यु चाहिँ इट्स नट अलवेज द पर्चेस कस्ट नि त होइन। अस्ति भर्खर हामीले एनएफआरएसमा पनि पढाएका छौँ, इट्स नट अलवेज पर्चेस कस्ट है, इट्स पर्चेस कस्ट प्लस डाइरेक्टली एट्रिब्युटेबल एक्सपेन्सेस। अब एनएफआरएसमा त अर्को पनि एउटा वर्ड हुन्छ, तर त्यसले हजुरलाई धेरै कन्फ्युज बनाउला। एनएफआरएसमा जो हुनुहुन्छ एउटा अर्को वर्ड छ, एन्ड द वर्ड वाज डिसमेन्टलिङ कस्ट भन्ने छ है। तर यो अहिले अब हजुरहरू सबै त्यही लेभलमा हुनुहुन्न, त्यही भएर अहिलेको लागि यसलाई मैले धेरै एक्सप्लेन गरिनँ। तर एटलिस्ट पर्चेस कस्ट प्लस डाइरेक्टली एट्रिब्युटेबल कस्ट त हजुरले जोड्नै पर्छ सर। यसको मतलब जस्तो यसको मतलब एउटा हामीले मसिन किन्यौँ होइन, मसिन किन्यौँ 10 लाखमा होइन, 10 लाखमा एउटा मसिन किन्यौँ। त्यो मसिनलाई चाहिँ हाम्रो लोकेसनसम्म डेलिभर गर्नलाई 1 लाख रुपियाँ लाग्यो, त्यसलाई इन्स्टल गर्नलाई 50,000 रुपियाँ लाग्यो, अनि त्यसको इन्जिनियरिङ फी भनौँ या त्यसको कुनै एउटा अरू एक्सपेन्स मानौँ, त्यो 50,000 रुपियाँ लाग्नुहोस्। सो हजुरले 10 लाख रुपियाँमा, सर मेरो भ्याट बिल त 10 लाख रुपियाँको छ भनेर 10 लाख रुपियाँमा त्यो एसेट बुक गर्नुहुन्न, हजुरले कतिमा गर्नुहुन्छ? 12 लाख रुपियाँमा गर्नुहुन्छ। सो यो फिक्स एसेट रजिस्टरमा ती सबै कुरा पनि मेन्सन हुनु पर्यो। कस्ट कति, त्यसमा डाइरेक्टली एट्रिब्युटेबल एक्सपेन्स कति, र इनिसियल कस्ट अफ डिसमेन्टलिङ त यो अहिले मैले यसमा कन्फ्युज बनाउनु खोजिनँ हजुरहरूलाई। ठिक छ। तर दिस इज हाउ इट वर्क्स है। सो अब सकेसम्म हजुरको एफए रजिस्टरमा के होस्
एसेटको कोड अब यो हजुरहरूले कहिले कहिले नगरपालिका महानगरपालिकाहरू जानुभएको छ या होइन कोकाकोलाहरूको फ्याक्ट्री अलि अलि एमएनसी टाइपको फ्याक्ट्रीहरू जानुभएको छ भने हरेक एसेटको मुनि या साइडमा कतै अब नगरपालिकाहरूकोमा चाहिँ माथि टाँस्सै हुन्छ नराम्रै देखिने नराम्रो त नभनौँ तर झ्याप्पै देखिने गरेर अब त्यस्तो नि परेन फेरि त्यसको शोभाइ जान्छ भन्ने नि हुन साइडमा कतै एसेट कोड टाँसिएको हुन्छ कि जस्तो टेबल छ या फर्निचर छ भने एफ अनि 01 या अब आर्थिक वर्ष होइन 79 भन्दा 83 अनि 005 यस्तो खालको चाहिँ कोडहरू हजुरले अब आफ्नो हिसाबले राख्न मिल्छ है कोड ठिक छ त्यस्तै डिस्क्रिप्सन त्यसमा केही छ भने पर्चेज डेट कस्ट लोकेसन कहाँ राखिएको छ डेप्रिसिएसन रेट त्यसको चाहिँ टोटल लाइफ यो त्यो अब जति पनि हामीलाई रिपोर्टिङलाई बेस्ट हुने हिसाबले वी क्यान अपडेट दिस सिट है एफए रजिस्टर मेन्टेन गर्न सकिन्छ त्यस्तै एडिसन एन्ड डिस्पोजल त्यसमा कुनै थपियो कि या त्यसलाई हटाइयो कि त्यो काम गर्न छोड्यो कि ती कुराहरू गर्न सकिन्छ डेप्रिसिएसन अर्को स्लाइडमा आउँछ त्यही भएर म त्यसमै डिस्कस गर्छु र मेन भनेको रिकन्सिलिएसन एन्ड भेरिफाई हजुरको के फिजिकल स्टक सरी फिजिकल एसेट्स जुन देखिन्छ जुन गर्न मिल्छ र हजुरको एफए रजिस्टरमा भएको एसेट सेम छ त यदि छैन भने या कुनै हराएको छ कुनै चोरी भएको छ कुनै ड्यामेज भएको छ भने हजुरले त्यसलाई लस बुक गर्नु पर्यो त्यसको रिजन पत्ता लगाउनु पर्यो अनि लस बुक गर्नु पर्यो किनभने हजुरसँग एफए छँदै छैन भने त त्यो एफए त के हुन्छ हामीले एफएलाई किन डेप्रिसिएट गर्छौँ हजुरलाई थाहा छ नि होइन एफएलाई हामीले किन डेप्रिसिएट गर्छौँ हामी के मान्छौँ भने ल्यान्ड बाहेक अरू सबै फिक्स एसेटहरू खर्च त हुन् तर लङ टर्मको खर्च हुन् रे क्या सर्ट टर्मको खर्च होइन रे ठिक छ त्यही भएर हामी के गर्छौँ फिक्स एसेटले डेप्रिसिएट गर्दै 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 एउटा पोइन्टमा लगेर टुङ्गाइदिन्छौँ भनेको लामो टाइमसम्म हामी खर्च क्लेम गर्छौँ तर यदि अब फिक्स एसेटै रहेन भने त किन लामो टाइमसम्म आजै खर्च बुक गर्छौँ होइन सो सर फिक्स एसेटमा किन खर्च बुक गर्ने यही भएर गर्न त यसै पनि हामी खर्चै बुक गर्छौँ डेप्रिसिएसन भनेकै खर्च बुक गर्ने हो होइन तर यदि कुनै फिक्स एसेट ड्यामेज छ कुनै हराएको छ कुनै चाहिँ अब यो काम गर्दैन भने त्यसलाई डिस्पोज अफ गर्छौँ त्यसलाई हाम्रो रेकर्डबाट उडाउँछौँ ठिक छ सो र यो ओपनिङ ब्यालेन्स एडिसन अब यी कुराहरू अब अर्को स्लाइडमा हामी डिस्कस गर्नेवालामा छौँ ठिक छ सो फिक्स एसेट रजिस्टरमा पनि विशेष ध्यान दिनु पर्यो है त यस जी खापा यही नै हो है ठिक छ नाउ हियर कम्स द नेक्स्ट वान डेप्रिसिएसन अब धेरैको मनमा यो क्वेसन आउँछ सर डेप्रिसिएसन कहिले इन्ट्री गर्ने हो अनि कतिले भन्नुहुन्छ ओ सर डेप्रिसिएसन त के डेप्रिसिएसनको नि इन्ट्री हुन्छ र भनेर कतिजनालाई थाहा छ खासमा भने थाहा नै छैन डेप्रिसिएसनको इन्ट्री पनि हुन्छ भनेर कतिजनाले अब सर थाहा छैन भन्दै गर्दा हजुरले हामीलाई के सोच्नुभयो हामीलाई डेप्रिसिएसन हुन्छ भने थाहा छैन मैले त्यो भने मैले के भने इन्ट्री हुन्छ भने थाहा छैन इभन मेरै पनि इनिसियल डेजमा मैले पनि त्यही सोच्थेँ के सोच्थेँ भने फिक्स एसेट छ फिक्स एसेट वर्षभरि चलाइन्छ त्यसपछि हामीले त्यसलाई अब डेप्रिसिएसन सेप्रिसिएसन सबै रिपोर्ट्स बनाउने बेलामा छुट्टै निकालिन्छ नि त होइन जस्तो यहाँनिर हामीले हेऱ्यौँ भने इन्डिभिजुअल लेभलमा अब यो मैले त अलि पहिला इन्डियामा काम गरेको भएर इन्डियामा त फेरि पहिल्यैदेखि इन्डिभिजुअल लेभलमै गर्नु पर्थ्यो पुलको कन्सेप्ट त्यहाँ खासै थिएन सो यसमा हामीले इन्डिभिजुअल लेभलमा डेप्रिसिएसन हेर्छौँ अब होइन इन्डिभिजुअल लेभलमा इन्डिभिजुअल लेभलमा डेप्रिसिएसन गरिन्छ है तर सर यो त रिपोर्ट्समा मात्र गरिन्छ या भन्नु रिपोर्ट्सहरू बनाउँदा मात्र हुन्छ एफए रजिस्टरबाट यहाँ एसेट्सहरू हालिन्छ लाइफ हालिन्छ होइन त्यसको रेसिडुअल भ्यालु हालिन्छ डेट हालिन्छ डेप्रिसिएसन निकालिन्छ यसलाई इन्ट्री कहाँनिर गरिन्छ त नि किनभने यो निकालिसकेपछि जति डब्लुडिबी हुन्छ हामीले क्लोजिङमा राखेका हुन्छौँ सरी क्लोजिङमा राख्छौँ अर्को वर्ष यसैलाई ओपनिङ गर्छौँ सो डेप्रिसिएसनको इन्ट्री कता न कता छुट्छ कि होइन किन इन्ट्री गरेर अघिल्लो वर्षमा फिक्स एसेटको फुल भ्यालु बसिरहेको हुन्छ अर्को वर्ष आफ्टर डेप्रिसिएटेड भ्यालु बसिरहेको हुन्छ सो इन्ट्री कहाँनिर हुन्छ सो इन्ट्री गर्नुपर्छ है इन्ट्री गर्नै पर्छ इन्ट्री गरिएन भने त्यो कम्प्लिट हुँदैन हजुरको अकाउन्टिङ डेटा आजभन्दा 3 वर्ष पछाडि चाहिँ ट्याक्स अफिसरले माग्नु भयो यो माग्नु भयो भने त्यसमा हामी झलाङ झुलुङ हुन्छौँ रिपोर्ट नि हेर्नु पऱ्यो यो पनि हेर्नु पऱ्यो भयङ्कर कन्फ्युजन हुन्छ सो डेप्रिसिएसनको इन्ट्री सर गर्ने कहिले डेप्रिसिएसनको इन्ट्री पनि हजुरले असार मसान्तमा 32 होइन सायद 32 असार यसपालि 32 है त होला यस असार 32 है सो असार 32कै डेटमा चाहिँ हजुरले डेप्रिसिएसन इन्ट्री गर्नुपर्छ फिक्स एसेटलाई फिक्स एसेटको रिटर्न अन भ्यालुलाई घटाउनुपर्छ अब यसको लागि के छ सर तकनिकहरू के छ टेक्निक्सहरू होइन सो फर्स्ट थिङ त सबै एसेट छ कि छैन अहिले मैले भनिसकेँ कुनै एसेट हामीसँग छँदै छैन ड्यामेज भइसकेको छ यो भइसकेको छ भने त हामी त्यसलाई सिधै लस बुक गरिदिने हो त्यसलाई डेप्रिसिएसनमा ल्याएर यो भयङ्कर उसमा राख्नु परेन फर्स्ट थिङ सेकेन्ड थिङ अब त्यसको क्यापिटलाइजेसन डेट लाइफ रेसिडुअल भ्यालु यो कुराहरू हामीले निकाल्नुपर्छ यसलाई नर्मली हामी एफए रजिस्टरमै पनि लेख्छौँ या हजुरहरूको जुन मैले हजुरहरूलाई फाइनेन्सियल रिपोर्टिङमा सिकाएको छु एमआइएस बनाउनको लागि त्यसको एमआइएसमा पनि लास्टमा चाहिँ हरेक एसेटको चाहिँ लाइफ
अनि त्यसको रेसिडुअल भ्यालु लेख्न सकिन्छ। मैले अस्ति फिक्स एसेटमा के इम्प्रोभाइज गर्न मिल्छ भन्दै हल्ला हल्ला मचाइरहेको थिएँ। यही इम्प्रोभाइज गर्न मिल्छ। म हजुरहरूको यो फाइनेन्सियल रिपोर्टिङमा यो कुरा त्यहाँ लगेर देखाएरै गर्छु है। अहिले त अब मसँग त्यो फेरि त्यतातिर लाग्यो भने त अरू छुट्छ। ठिक छ। सो रेसिडुअल भ्यालु र लाइफ एसेट चाहिँ एमआइएस बनाउँदै बनाइयो भने बेस्ट नै भयो नि त। हजुरलाई छुट्टै एफआरएस बनाइराख्नै परेन। लोकेसनहरू त छ तर त्यो थिएन है। सो फर्स्ट थिङ त यही बेसिक कुराहरू जुन डेप्रिसिएबल एसेटका कुराहरू, रेसिडुअल भ्यालु, लाइफ, यो त्यो डेट, क्यापिटलाइजेसन होइन, कस्ट, सबै कुराहरू चाहियो है। सर यदि बेचियो बिचमा भने त्यो पनि चाहियो नि। जुन दिनसम्म बेच्यो त्यो दिनसम्मको डेप्रिसिएसन निकाल्नु पऱ्यो। पहिला जस्तो होइन, पहिला बेचियो भने चाहिँ होल डेप्रिसिएसन, फुल रेटमै डेप्रिसिएसन त्यतिले चाहिँ घटाइन्थ्यो नि त हामीले होइन। जतिको बेच्यो त्यसलाई चाहिँ कहिले बेच्यो के बेच्यो भन्दा नि बेच्यो भने चाहिँ फुल डेप्रिसिएसनमा झ्याप्पै घटाउनु चलन थियो। अब त्यो पाइएन। अब जुन दिनसम्म डेप्रिसिएसन हामी जुन दिनसम्म बेच्यो त्यो दिनसम्मको हामीले निकाल्नुपर्छ है, एज पर एनएफआरएस, एज पर एनएस पर एमइस। ठिक छ। सो दिस इज द फर्स्ट थिङ। सेकेन्ड थिङ करेक्ट मेथड। अब सर करेक्ट मेथड के हो र करेक्ट मेथड चाहिँ पहिला इन्कम ट्याक्सले चाहिँ के भन्थ्यो, इन्कम ट्याक्सले के भन्थ्यो, अहिले पनि भन्छ, अहिले पनि इन्कम ट्याक्सले थोरै न अर्को कुरा भन्छ होइन। सो इन्कम ट्याक्स अनुसार पनि हेर्न त पर्यो, तर आफ्नो एनएस अनुसार पनि हेर्नु पर्यो। इन्कम ट्याक्सले के भन्थ्यो, इन्कम ट्याक्सले सर नि के भन्थ्यो इन्कम ट्याक्सले होइन, हेर बिजनेसहरू होइन, ल्यान्ड छ डेप्रिसिएट नगर। त्यसपछि पुल एदेखि पुल डीसम्म छ या पुल ए छ 5% गर, पुल बी छ 25% गर, पुल सी छ 20% गर, पुल डी छ 15% गर, पुल ई छ लाई थाहा छ त्यसो भए एसएलएममा गर। सर मैले पुल ईमा चाहिँ यो गर्न पाउनुहुन्न, हामी 4 वर्ष छ भने त पाउनु भएन, नत्र पाउनु भएन। सर मैले पुल बीमा एसएलएम गर्न पाउनुहुन्न। सो ट्याक्सको एकदम स्ट्रिन्जेन्ट रुल थियो होइन। तर एनएफआरएसले आएर अहिले के भनेको छ, म्यानेजमेन्टले डिसाइड गर्नुहोस् के बेस्ट हुन्छ त्यो गर्नुहोस्। ठिक छ। सो यदि हजुरलाई लाग्छ कुनै एसेटको चाहिँ पहिला के थियो, 2 वर्ष एउटा मसिन किन्यो हामीले, 2 वर्ष मात्र चल्ने खालको मसिन किन्यो। अब आइटीमा हुन्थ्यो नि कतिपय होइन, 2 वर्ष मात्रको लागि चाहिँ त्यो काम गर्ने खालको सर्भरहरू चाहिँ यो छ त्यो छ, त्यसपछि चाहिँ ड्यामेज हुने खालको छ भने समस्या हुन्थ्यो होइन। 2 वर्ष अब हामीले कम्प्युटर एन्सरिजमा गऱ्यो 25%मा त्यो एसेटले काम गर्न छोडिसक्यो, तर उता डेप्रिसिएसन लम्बाको लम्बै छ। तर एनएफआरएस के भन्छ त्यस्तो होइन, लाइफ हजुरले डिसाइड गर्ने होइन। हजुरको यो के भन्छ रेसिडुअल भ्यालु हजुरले डिसाइड गर्ने हो। अनि कुन अप्रोचमा लिने, 3टा अप्रोच छ होइन हामीसँग, एसएलएम स्ट्रेट लाइन मेथड होइन, त्यस्तै डब्लुडिबी रिटर्न अन भ्यालु मेथड, अनि युनिट अफ प्रोडक्सन मेथड हो युपिएम। सो यो 3टा मध्ये जुन म्यानेजमेन्टलाई ठिक लाग्छ त्यो अनुसार गर्ने हो। अब म्यानेजमेन्टले सर हामीले त इन्कम ट्याक्स अनुसारकोलाई चाहिँ हामीले ठिक भन्न पाउँछौँ पाउँदैनौँ, अब धेरैले त्यो पनि गरिरहनु भएको छ होइन। तर त्यो कम्प्लिटली करेक्ट अप्रोच चाहिँ होइन है। इन्कम ट्याक्समा कतिपय कुराहरू लाइफ अनुसार हुँदैनन्। यदि हाम्रो लाइफ छोटो छ भने त्यो ठिक हुँदैन, कुनै यदि हाम्रो लाइफ लामो छ भने त्यो बेला पनि त्यो ठिक हुँदैन है। तर यो करेक्ट मेथड सेलेक्ट गर्ने जिम्मा हजुरको। ठिक छ। एन्ड देन करेन्ट इयर डेप्रिसिएसन हामी निकाल्छौँ। ठिक छ। करेन्ट इयर डेप्रिसिएसन हामी निकाल्छौँ र मेन कुरा भनेको यसको डेप्रिसिएसन इन्ट्री गर्छौँ। ठिक छ। यो डेप्रिसिएसन इन्ट्री कहिले गर्छौँ, मसान्तमा, असार मसान्तकै डेटमा, एक्ज्याक्टली त्यही डेटमा सर, यस एक्ज्याक्टली त्यही डेटमा हामीले डेप्रिसिएसनको इन्ट्री गर्छौँ। अब पहिला अब यो फेरि हरेक कुरामा यो एनएफआरएसको कुरा चाहिँ हल्का गर्छ होइन। पहिला र अहिले, पहिला हामी सिधै के गर्न सक्थ्यौँ, सबै एसेटको हामीले डेप्रिसिएसन निकाल्थ्यौँ, पुल वाइज डेप्रिसिएसन निकाल्थ्यौँ अझ होइन। त्यो अहिले मैले देखाएको थिएँ नि एउटा इन्कम ट्याक्सवाला। सो त्यसमा जतिको डेप्रिसिएसन देखियो, डेप्रिसिएसन जस्तो म यहाँ देखाइहाल्छु, त्यो हजुरहरूले मेसो अलि राम्रोसँग पाउनुहुन्छ होइन। जस्तो हजुरले एउटा कुनै भनौँ न भेहिकल भयो होइन, भेहिकल पुल सी। सो भेहिकलमा चाहिँ हजुरको ह्यान्डेड डेप्रिसिएसन कति देखियो, 61,000। सो हजुरले के गर्नुहुन्थ्यो, 61,000 डेप्रिसिएसन अन भेहिकल भनेर इन्ट्री गर्नुहुन्थ्यो होइन, खर्च बुक गर्नुहुन्थ्यो। त्यसमा 61,067 भनेर यो अमाउन्ट राखिदिनुहुन्थ्यो, टु भेहिकल अकाउन्ट गरिदिनुहुन्थ्यो। 61,067। अब भेहिकल सुरुमा किन्ने बेलामा हामीले भेहिकल डेबिट गरे हुन्थ्यौँ, भेहिकलको टोटल भ्यालु, त्यसबाट भेहिकल क्रेडिट भएको गर्थ्यो र भेहिकलको नेट ब्यालेन्स अगाडि बढ्थ्यो होइन, क्लोजिङ ब्यालेन्समा देखिन्थ्यो। तर अब त्यो गर्न पाउनु भएन हजुरले। अब हजुरले के गर्नु पर्यो, एक्युमुलेटेड डेप्रिसिएसन। ठिक छ सर, एक्युमुलेटेड डेप्रिसिएसन यो यही गर्नुपर्छ, यस एक्ज्याक्टली यही गर्नुपर्छ। अलिकति टेक्निकल हुनसक्छ है, डोन्ट वरी। ठिक छ। अब हजुरले के गर्नुहुन्छ, हजुरले पहिला जस्तो डेप्रिसिएसन भनेर बुक गर्ने चलन गयो, अब हजुरले एक्युमुलेटेड डेप्रिसिएसन भनेर बुक गर्नुहुन्छ भनेको डेप्रिसिएसन अकाउन्ट डेबिट, डेप्रिसिएसन एक्सपेन्स डेबिट टु एक्युमुलेटेड डेप्रिसिएसन। सर यसमा फिक्स एसेटलाई चाहिँ ल्याउँदैनौँ हामीले, ल्याउँदैन, तर रिपोर्टिङ गर्ने बेला चाहिँ देखाउँछौँ फिक्स एसेट
को भ्यालुमा के लेखाउँछौँ लेस एकुमुलेटेड डेप्रिसिएसन भनेर देखाउँथ्यो हैन उही पहिला चाहिँ अब जस्तो 800 रुपियाँ छ भने पहिला चाहिँ हामीले 800 रुपियाँ फिक्स एसेटको भ्यालु 800 छ भने पहिला चाहिँ हामीले 800 नै भन्थ्यौँ हैन तर आज चाहिँ हामी के भन्छौँ 1000 - 200 भनेर भन्छौँ कि भन्दैखेरि चाहिँ हामी 1000 - 200 भन्छौँ 800 भन्दैनौँ पहिला चाहिँ हामी 800 नै भन्थ्यौँ हाम्रो फिक्स एसेटको क्यारिङ अमाउन्ट जति छ त्यति नै भन्थ्यौँ भने अहिले के भन्छौँ 800 भन्दैनौँ 1000 - 200 भन्छौँ सर अर्को वर्ष के भन्छौँ पहिला भए 700 भनिन्थ्यो अहिले 1000 - 300 भनेर भनियो ठिक छ सो दिस इज द कन्सेप्ट अफ एकुमुलेटेड डेप्रिसिएसन है र डेप्रिसिएसनको इन्ट्री हजुरले आर्थिक मसान्तको लास्टमै राख्ने हो ठिक छ लास्टमै राख्ने हो अब यसमा ओपनिङ एकुमुलेटेड प्लस द करेन्ट होइन माइनस डिस्पोजल ठिक छ सो जुन एसेटहरू बेच्नुभयो त्यसको लागि चाहिँ मेक इट स्योर कि हजुरले त्यसमा इन्ट्री गर्नुभएको छ सरी त्यसको प्रफिट या लस बुक गर्नुभएको छ हैन जुन एसेट बेच्नु भएको छ त्यसको प्रफिट या लस बुक गर्नु पर्यो ठिक छ र यो बुक डेप्रिसिएसन र ट्याक्स डेप्रिसिएसन बुक डेप्रिसिएसन हजुरको एनएस अब सर सबै बिजनेसलाई हो एक्ज्याक्टली सबै बिजनेसलाई हो एनएस फर एमिज अनुसार चाहिँ हजुरले बुक डेप्रिसिएसन गर्नुहुन्छ अकाउन्टिङ डेप्रिसिएसन ट्याक्सको रुल्स अनुसार ट्याक्स डेप्रिसिएसन गर्नुहुन्छ सर एउटै गर्न मिल्दैन सर हामीले ट्याक्सको रेट लियो भने नि मिल्दैन किनभने त्यसमा यतापट्टि चाहिँ नम्बर अफ डेजको आधारमा गर्नुपर्छ उतापट्टि हैन फर्स्ट क्वार्टर सेकेन्ड क्वार्टर थर्ड क्वार्टरको अनुसार गर्नुपर्छ सो एउटै हिसाबले एउटै त हजुरले अब निकाल्नै सक्नुहुन्न अब त यो दुईटा रोड डिफ्रेन्ट भयो कि त हजुरले हैन हामीले एनएफआरएस नै फलो गरेका छैनौँ हामीले चाहिँ डेप्रिसिएसनको केसमा ट्याक्सलाई फलो गरेका छौँ भनेर लेख्नु पर्यो भन्नु पर्यो अब त्यो केसमा हजुरको अडिट रिपोर्ट जुन हुन्छ हजुरको अडिटरले हजुरको अडिट रिपोर्टलाई चाहिँ क्वालिफाई गरिदिनुहुन्छ या भनौँ न यसले यो बिजनेसले चाहिँ एनएफआरएसको यो रुल माने छैन भनेर क्वालिफाई गरिदिनुहुन्छ या त्यसमा ओपिनियन दिनुहुन्छ हैन त्यसमा डिस्क्लेमर दिनुहुन्छ अरू सबै कुरा त ठिक छ तर यो कुरामा चाहिँ ठिक छैन भनेर ठिक छ अब यो रिस्क सधैँभरि भइराख्यो हजुरको अडिट रिपोर्ट नै त्यो भइसकेपछि भोलि गएर फेरि ट्याक्स अफिसरले पनि जुन अडिट रिपोर्ट चाहिँ क्वालिफाइड छ या डिस्क्लेमर छ त्यो अडिट रिपोर्ट पहिला हेर्नुहुन्छ हैन त्यहाँनिर टेन्सन भयो अब नगरौँ अब गरौँ अब यो दुईटा डिफ्रेन्ट गर्नै पर्यो है ठिक छ ओके सर एकदम ठिक छ लेट्स गो टु द नेक्स्ट वान सर त्यसो अब फाइनेन्सियल स्टेटमेन्ट्स के हो त सर या भनौँ स्याम्पल फाइनेन्सियल स्टेटमेन्ट्स अब यो चाहिँ नर्मली हामीलाई के लाग्छ यो चाहिँ वर्ष सकिएपछि बन्ने भन्ने लाग्छ तर एउटा कुराको लागि भए पनि इभन एडभान्स ट्याक्सकै लागि भए पनि होइन हामीले यो नर्मल्ली वर्षको अगाडि नै बनाउँछौँ र हाम्रो यदि काहीँ केही गडबड छ काहीँ केही खराबी छ ब्यालेन्स म्याच भइरहेको छैन यो भइरहेको छैन भने जस्तो भनौँ न हाम्रो ब्याङ्क लोनहरू हुन्छ कतिपय बिजनेसमा होइन ब्याङ्क लोन हुन्छ हजुरको क्रेडिटर्स र डेटर्स त अब असार सकेपछि त साउन्डदेखि त यु क्यानट मेक द चेन्ज होइन जे छ त्यो त छ अब ब्याकडेटमा गएर म चेन्ज गर्छु भन्न त मिल्दैन द्याट्स नट लिगल होइन अब हजुरको बिजनेसले लोनसोन लिएको छ हजुरलाई चाहिँ एनटिए फुलफिल गर्नु छ सो यदि कुनै क्रेडिटर्सलाई चाहिँ पैसा तिर्दैमा होइन या तिरिदिएमा चाहिँ यदि हाम्रो एनटिए पोजिसन राम्रो हुन्छ यदि कुनै डेटर्सबाट चाहिँ पैसा उठाएमा चाहिँ हाम्रो राम्रो हुन्छ होइन सो के हुन्छ त्यसको रिलेटिभ पोजिसन थाहा पाउनलाई त हजुरलाई फाइनेन्सियल स्टेटमेन्ट्स त चाहियो नि त होइन अब कतिपय सफ्टवेयरले फाइनेन्सियल स्टेटमेन्ट्स पनि बनाउँछन् त्यसमा डेप्रिसिएसन यताउता 2-4वटा इन्ट्री गरियो भने त्यहाँबाट पनि बन्छ होइन एन्ड बनाउनु त्यति गाह्रो पनि छैन हामीले फाइनेन्सियल रिपोर्टिङमा यसै पनि सिकेका छौँ होइन या सिक्दै पनि छौँ ठिक छ सो यसलाई अगाडि बनाएको बेस्ट नभए पनि एटलिस्ट छिट्टै भनौँ न साउनको पहिलो दोस्रो तेस्रो हप्तासम्ममा एटलिस्ट भ्याट रिटर्न फाइल गर्नुभन्दा अगाडिसम्म बनाएको बेस्ट किनभने एटलिस्ट कुनै कुरा त एडजस्टमेन्ट गर्न पनि मिल्ला होइन एक्चुअली भ्याट रिटर्न पनि फाइल भएपछि त सक्यो त्यो त होइन अब त्यसमा फेरि ब्याकडेटमा गएर गर्नु धेरै कुरा पोसिबल हुँदैन सो यी फाइनेन्सियल स्टेटमेन्ट्सहरू बनाएको बेस्ट र अर्को एडभान्स ट्याक्सको लागि पनि इट्स बेस्ट होइन इभन भ्याटकै डेटाहरूसँग रिकन्साइल गर्नको लागि पनि यो बेस्ट हुन्छ होइन हामीले ठ्याक्कै एक ठाउँमै रिपोर्ट्सहरू देख्छौँ सो यो चाहिँ हो भ्याटको रिपोर्ट छुट्टै छ अकाउन्टिङ रिपोर्ट छुट्टै छ फाइनेन्सियल स्टेटमेन्ट्समा अर्को बनाइरहेको छ अनि फेरि हेरौँला पछि अडिटको टाइममा हेरौँला भन्न थाल्यो भने उयो हामीलाई नै अप्ठ्यारो हो हामीलाई नै गाह्रो है ठिक छ सो नेक्स्ट वान अब यो फाइनेन्सियल स्टेटमेन्ट्स भने सर फाइनेन्सियल स्टेटमेन्ट्स नर्मली कुन बन्छ पहिलाको तरिका अहिलेको तरिका दुइटै एउटै कुरा हो होइन पहिला ब्यालेन्स सिट भनिन्थ्यो अब हामी यसलाई स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन भनेर भन्छौँ पहिला पहिला प्रफिट एन्ड लस मात्र भनिन्थ्यो अहिले स्टेटमेन्ट अफ प्रफिट एन्ड लस एन्ड ओसिआई भनेर भनिन्छ ओसिआई तर हाम्रो फाइनेन्सियल रिपोर्टिङमा चाहिँ फाइनेन्सियल रिपोर्टिङ ट्रेनिङमा हजुरहरू जो हुन्छ हामीले ओसिआई कुरा भन्दैनौँ किनभने त्यसमा एनएस फर एमिज युज गर्छौँ हामी होइन सो एनएस फर एमिजले चाहिँ सानो बिजनेसहरूलाई यो
ओसिआई सोसिआईको झन्झटबाट मुक्त गराइदिएको छ होइन। त्यो भएको भएर स्टेटमेन्ट अफ प्रफिट एन्ड लस मात्र भनिन्छ एमइजको लागि, तर एनएफआरएस अरू बिजनेसहरूको लागि एमइजभन्दा माथिल्लो बिजनेसहरूको लागि त स्टेटमेन्ट अफ प्रफिट एन्ड लस एन्ड ओसिआई भनेर भन्छौँ हामी है। सो यो प्रफिट एन्ड लसमा भयो, ठिक छ। सो एनएस फर एमइजमा चाहिएन, तर एसएमइज र फुल एनएफआरएसमा ओसिआई पनि बुझ्नै पर्यो, जान्नै पर्यो है, रिभ्यालुएसनको कुराहरू होइन सबै बुझ्नै पर्यो। त्यस्तै स्टेटमेन्ट अफ चेन्ज इन इक्विटी, अब यो त निकै सिम्पल कुरा छ, तर 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 एसएमइज र फुल एनएफआरएस फलो गर्ने बिजनेसहरूको लागि चाहिँ यसले एक दुईवटा कुराहरू थप्छ होइन, जस्तो रिभ्यालुएसन रिजर्भहरू होइन। अब हजुर सबैले यो चाहिँ स्ट्रेस लिन परेन, तर जो जो एसएमइज या फुल एनएफआरएसमा हुनुहुन्छ एटलिस्ट होइन, भोलि गएर इन्टरभ्यू छ या त्यो बिजनेसमा जानु छ यताउता भने चाहिँ बुझ्नु पर्यो। सो रिभ्यालुएसन रिजर्भहरू यताउतालाई जुन हामी इक्विटीमा लगेर राख्छौँ होइन, जुन चाहिँ सेयर होल्डर्सको फन्ड हो भनेर भन्छौँ, त्यसलाई पनि स्टेटमेन्ट अफ चेन्ज इन इक्विटीमा राख्नु पर्यो। जस्तै क्यास फ्लो त अब केही पनि चेन्ज छैन, सेम हो, जुन पहिलाको तरिका हो त्यही हो। पहिला क्यास फ्लो स्टेटमेन्ट भनिन्थ्यो, अहिले स्टेटमेन्ट अफ क्यास फ्लो भनिन्छ, कुरा एउटै हो। डाइरेक्ट मेथड युज गर्न पाइँदैन, इन्डाइरेक्ट मेथड नै हो, जुन हामीले जताततै सिकेको त्यही हो है। त्यस्तै अब नोट्स टु अकाउन्टमा चाहिँ अलिकति एक्सपेक्टेसन फरक छ पहिलाको र अहिलेकोमा है। पहिला हामीले देख्ने गरेको र अहिलेकोमा, पहिला हामीले सिम्पल एउटा नोट्स टु अकाउन्ट बनाउँथ्यौँ, जस्तो फिक्स एसेटमा यो इन्कम ट्याक्स रुल्स अनुसार यो गर्छौँ भनेर देखाइदिन्थ्यौँ होइन, यो होइन एक्रुअल यो अनुसार गरेका छौँ, फिक्स एसेट यसरी गरेका छौँ भनेर देखाइदिन्थ्यौँ भने अहिले अब एनएस फर एमइजमा त यो धेरै हदसम्म यसलाई सजिलो बनाइएको छ, तर एसएमइज र फुल एनएफआरएसमा चाहिँ सकेसम्म सबै कुरालाई डिस्क्लोज गर भनेर भन्छ। एनएफआरएस त्यही भएर त हो, एनएफआरएस किन चाहिँ भयङ्कर ऊ हो भने म फर्स्ट टाइम चाहिँ म डिलोइटमा हुँदाखेरि एनएफआरएस त होइन आइएफआरएसवाला चाहिँ स्टेटमेन्ट देखेँ अनि आफू ओहो यत्रो गर्नुपर्छ भनेर। तर कुरा त यही चारवटा डकुमेन्ट हुँदो रहेछ होइन, यही चारवटा डकुमेन्ट हुँदो रहेछ, तर मेरो हातमा चाहिँ 30-32 पेजको चाहिँ फाइनेन्सियल स्टेटमेन्ट छ कि। अनि के रहेछ यो चक्कर होइन, हेऱ्यो प्रफिट एन्ड लस नि एउटै पेज छ, सब चाहिँ नोट्स रहेछ कि बाहिरतिरको बिजनेसहरूले चाहिँ। सो हजुरहरू यदि अब अहिले अब गभर्मेन्टले एउटा काम गर्न खोज्दैछ, के भइरहेछ कसो भइरहेछ अब यो फरक कुरा भयो होइन, तर भोलिको दिनमा चाहिँ अफसर अकाउन्टिङ यो त्यो हो भने त हामी फेरि आइएफआरएस बेस्ड बिजनेसहरूमा पनि काम गरिहाल्छौँ हेर्नुहोस् होइन। हो अब त्यहाँनिर चाहिँ इट इज भेरी भेरी इम्पोर्टेन्ट टु मेक नोट्स, इच एन्ड एभ्रीको लागि यति डिटेलमा नोट्स बनाउँछन् वी क्यान नट इमेजिन। जस्तो रेभेन्यू नै भयो, हामीले सेल्स भनेर देखाइरहेको छौँ, उनीहरूले सेल्सलाई यसरी क्याटेगोराइज गरिरहेछन्, यो हाम्रो एक्रुड इन्कम, यो हाम्रो चाहिँ होइन प्रिपेड इन्कम, यो त्यो 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 भनेर पुरै यसरी यो हाम्रो पोलिसी, यो हाम्रो यो किन यो गरियो, कसरी यो गरियो, पुरै भरको लिस्ट अनि क्यालकुलेसन देखाइन्छ, ठिक छ। सेड्युल्समा यो बाहेक एउटा सेड्युल्स पनि हुन्छ, सेड्युल्स भन्दा पनि अझै डिटेलमा नोट्स बनाउने चलन छ बाहिरतिर है। सो द्याट इज इट, ठिक छ। सो यो 5 थरी हामीले डकुमेन्ट्स बनाउनु पर्यो। अब मिल्छ भने अगाडि नै बनाऊँ, तर प्रेसर नले, फेरि हतार गर्दाखेरि त लतार पतार भयो भने बिजोग हुन्छ है। तर यो चाहिँ हामीले जसरी पनि बनाउनै पर्यो। एटलिस्ट मेरो रिक्वेस्ट चाहिँ के छ भने साउन्डको 20-25 गतेसम्म चाहिँ यसलाई एउटा सेपमा चाहिँ ल्याउनु होला है। एडभान्स ट्याक्सलाई त अगाडि नै ल्याउनु पर्यो, तर एडभान्स ट्याक्सलाई सर फाइनेन्सियल पोजिसन किन लिएर आउने होइन, हामी त स्टेटमेन्ट यो मात्र गरेर पुग्दैन र पुग्छ, मोटामोटी एडभान्स ट्याक्सलाई त पुग्छ, तर भोलि गएर हजुरको ब्याङ्कको यसको त्यसको लागि धेरै झमेलाहरू हुनसक्छ कि, ठिक छ। एनटिए नपुग्ने भनिदिन्छ, कहिले के भनिदिन्छ भयो, बरु क्रेडिटरलाई बरु पैसा तिरेर पठाइदिए भयो, बरु होइन ब्याकडेटको चेक दिएर पठाइदिए भयो होइन, यो गरे भयो त्यो गरे भयो, उसले नै आफ्नो रिको बनाउँछ, हाम्रो पनि स्टेटमेन्ट मिल्छ होइन। सो धेरै कुराहरू सानतिना मसिना कुराहरू छन्, बेसिकली त ब्याङ्कै लागि भनौँ न एक हिसाबले। र ब्यालेन्स सिटको चाहिँ पोजिसन होइन, अब कतिपय बिजनेसहरूमा चाहिँ ब्यालेन्स सिट साइज चाहिँ एक्सेसिभ भइरहेको हुनसक्छ, बलुन भइरहेको हुनसक्छ नि त, हजुरको डेटर सेटर बढेर ब्याङ्कमा पैसा पनि छ, क्रेडिटरलाई पैसा तिर्न नै मागिन्छ, तर पैसा तिरेको छैन, तिरौँला भन्दै अन्त थोरैले गर्दा अब अस्ति भर्खर होइन अघिल्लो वर्षको गर्दाखेरि अघिल्लो वर्ष यही वर्षको अस्ति एउटा बिजनेसले चाहिँ एउटा सेल्स चाहिँ होइन, अब म नाम लिन त मिलेन, सेल्स चाहिँ लगभग कतिको 65 लाख्स भनेको हो क्या होइन, ठ्याक्क आइएम नट 100% स्योर, तर यही रेन्जमा सेल्स बिल काट्नु भएछ असारको चाहिँ 24 गते होइन, 24मा। अब यति कारणले गर्दा उहाँले अब एसएमइजवाला बनाउनु पर्यो कि, हजुर उहाँले आफ्नो फाइनेन्सियल स्टेटमेन्ट्स एसएमइजवाला बनाउनु पर्यो, किनभने 20 करोडको लिमिट कट्यो, अरू सबै उहाँको 20 करोड या 10 करोडको लिमिटभन्दा तल छ, तर यति एउटा कुराले गर्दा अब उहाँ एसएमई हुनुभयो। सो एन्ड दे वर सो स्ट्रेस, अब हुन त स्ट्रेस लिनुपर्ने कुरा त केही थिएन, तैपनि एसएमई भन्ने बित्तिकै ओसिआई सोसिआईको चक्कर, रिभ्यालुएसनको चक्कर होइन, फेरि घर जग्गा अलिअलि भएको बिजनेस होइन, ठाउँमा 3-4 ठाउँमा चाहिँ आई मिन आफ्नै बिल्डिङहरू बनाएर बसे, अब सब रिभ्यालु गर्नु परेन त,
होइन, या भनौँ गर्नु पर्यो, या भनौँ त्यसलाई फेरि गरिएन भने पनि फेरि होइन फुलफिल नगरे जस्तो हुन्छ, फेरि अडिटरले पनि डिस्क्लेमर दिनुहुन्छ रिभ्यालु चाहिँ भएको छैन है भनेर होइन। सो यी कुराहरू एकदमै केयरफुल्ली हामीले ध्यान दिनुपर्छ। सो यदि उहाँले अब त्यसपछि यो पनि अब हाम्रै क्लाइन्ट भएको बनाएपछि थाहा भयो, तर सेल्स त हो, अब त्यो सेल्सलाई त तोडमोड गर्न मिलेन होइन। सो यो ब्यालेन्स सिट प्रफिट एन्ड लस भन्ने कुरा चाहिँ रेगुलरली अपडेट गर्दै गरेको राम्रो कि इट्स नट लाइक वर्ष सकेपछि नै बनाउने भन्ने त यो होइन नि त। हामीले त पहिला के पढ्थ्यौँ, हामी त एउटा एउटा ट्रान्जेक्सनको पनि ब्यालेन्स सिट प्रफिट एन्ड लस बन्दै जान्छ नि, अपडेट हुँदै जान्छ होइन। सो यो चाहिँ सकेसम्म अब एकदमै लास्ट मोमेन्ट भयो सर होइन, अब भ्याइँदैन भन्नु भने छुट्टै कुरा, होइन भने 3-4 घन्टा कसिनु भयो भने त मोटामोटी प्रोभिजनल त बनाइहाल्नुहुन्छ नि होइन, मोटामोटी प्रोभिजनल त बनाइहाल्नुहुन्छ। अर्को यो कुरा छ सर, हाम्रो त अघिल्लो वर्षमा एनएफआरएस नै इम्प्लिमेन्ट भएन, हाम्रो अघिल्लो वर्षमा एनएएस नै इम्प्लिमेन्ट भएन, अब सर यो वर्ष के गर्ने? एउटा अर्को धेरैको एनएफआरएस एनएएस इम्प्लिमेन्ट भएको पनि छ फेरि होइन, नभएको सबै केसमा हुँदैन। म यसमा चाहिँ हजुरहरूलाई एकचोटि सोधिहालेँ है त, हजुरहरूको जस्ट मलाई एउटा चाहिँ इन्साइट होइन, हजुरहरूको मध्ये कतिजनाको बिजनेसमा एनएफआरएस इम्प्लिमेन्ट भइरहेछ? जस्ट हजुरहरूलाई सिम्पल क्वेसन सोधेँ, कसको बिजनेसमा एनएफआरएस एनएएस इम्प्लिमेन्ट भइरहेछ भनेर। बाई द वे गभर्मेन्टले नै एएसबीले अकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड जुन आफै गभर्मेन्टले बनाएको बडी हो, सो गभर्मेन्टले नै भन्न मिल्छ। सो अघिल्लो आर्थिक वर्षबाट अलरेडी एनएफआरएस या एनएएस सबै बिजनेसको लागि कम्पलसरी छ। सो इट्स नट कि सर मेरोमा युज भएको छैन त्यो पछि कम्पलसरी छैन, त्यस्तो होइन, सबै बिजनेसमा कम्पलसरी छ होइन। अब यसमा लिमिटहरू छ, जस्तो हजुरको बिजनेसको 20 करोडभन्दा तलको सेल्स छ होइन, सेल्स, अनि त्यसपछि हजुरको ब्यालेन्स सिटको साइज 20 करोडभन्दा सानो छ, या हजुरले लिनुभएको टोटल लोन्स एन्ड बोरोइङ्सहरू 10 करोड या त्योभन्दा सानो छ, या हजुरले पब्लिकको मनी फिडुसियरी क्यापेसिटी भनेर भन्छ त्यो 10 करोड हो भनेको सहकारीको लागि, नर्मल बिजनेसको लागि होइन। पब्लिकको जुन मनी छ, पब्लिकको मनी 10 करोड या त्योभन्दा कमको लिनु भएको छ, उठाउनु भएको छ होइन। सो यो केसमा हजुरहरूले एमइज फलो गर्नु पर्यो। यो पहिला ठ्याक्क हाफ थियो, यसलाई डबल गरियो, तर सायद अब नेक्स्ट इयरदेखि यो फेरि हाफ हुन पनि सक्छ है, किनभने यो गभर्मेन्ट आई मिन एएसबीले चाहिँ सुरुमा एनएफआरएस भन्दा एउटा सबजना अतालि लिएपछि चाहिँ ओहो यसलाई चाहिँ यो लिमिटलाई चाहिँ बढाइदिनु पर्यो फेरि होइन। एमइजमा त एकदम अब रिपोर्ट्सको फर्मेट अनि त्यसपछि अलिअलि मात्र कुरा हुन्छ नि त, सो त्यसले गरेर भयो, ठिक छ। सो अब सर योभन्दा माथि हजुरको लगभग 20 करोडभन्दा माथि 100 करोडसम्मको सेल्स, 100 करोडसम्मको ब्यालेन्स सिट साइज, 50 करोडसम्मको लोन या 50 करोडसम्मको पब्लिक फन्ड युज गर्ने, योभन्दा माथि 100 करोडभन्दा बढीको सेल्स छ, या 100 करोडभन्दा बढीको ब्यालेन्स सिट साइज छ, या 50 करोडभन्दा बढीको लोन छ, या 50 करोडभन्दा बढीको फिडुसियरी क्यापेसिटी छ भने हजुरले फुल एनएफआरएस लागू गर्नु पर्यो, जुन वर्ल्ड वाइड हुन्छ त्यही फर्मेट लागू गर्नु पर्यो। सर अब यो इन बिट्विन छन् भने यसलाई एसएमइज भनेर भनिन्छ। अहिले मैले भनेको थिएँ नि एउटा कम्पनीले 65 लाखको सेल्स देखाउनु भयो, जुन सेल्स उहाँले साउन्डमा देखा भए पनि केही फरक पर्दैन, जसले क्लाइन्ट हुनुहुन्छ उहाँले चाहिँ ल पठाइदिनु भनेर भन्नुभएछ, पठाइदिनु भएछ। अहिले उहाँहरू अब स्ट्रेसमा हुनुहुन्छ, किनभने उहाँको सेल्स 3-4 दिन त बाँकी थियो, झ्याप्प यो कटेर 20 करोड समथिङमा पुगेको छ कि अब दे क्यानट चेन्ज द्याट ला हेर्नुहोस् होइन। अब उहाँ एमइजबाट एसएमइजमा ट्रान्सफर हुनु है। सो द्याट इज इट। अब यसमा 3टा भयो, एमइज, एसएमइज र फुल एनएफआरएस, ठिक छ। अब सर यसमा केही डिस्कसन गरौँ होइन, यसमा केही डिस्कसन गरौँ। सर एनएफआरएस इम्प्लिमेन्टेड ब्यालेन्स सिट भनेको के हो, या एनएफआरएस इम्प्लिमेन्टेड फाइनेन्सियल स्टेटमेन्ट्स भनेको के हो? सो एनएफआरएस इम्प्लिमेन्टेड फाइनेन्सियल स्टेटमेन्ट्स भनेको एनएफआरएस सर एकदम फन्डा त सिम्पल छ, एनएफआरएस लगाइएको चाहिँ फाइनेन्सियल स्टेटमेन्ट्स। सो अब यहाँनिर हेरौँ है त, सो एनएफआरएस लगाउने भनेको के हो? नाइस क्वेसन होइन बाइ द वे। सो एनएफआरएस लगाउने या एनएफआरएस अनुसारको रिपोर्ट्स बनाउने भनेको पहिलो कुरा त स्ट्यान्डर्ड्सहरू कुन कुन लागू हुन्छ। अब एउटा कुरा एमइजमा भनेको 20 करोडभन्दा सानो बिजनेसहरूमा 20 करोड सेल्स ब्यालेन्स सिट साइज, अब म हरेकचोटि त्यसलाई रिपिट गर्दाखेरि फेरि लामो हुन्छ होइन। सो एमइजमा धेरै कुराको रिल्याक्सेसन छ, रिल्याक्सेसन भनेको धेरै कुरा सजिलो बनाइदिएको छ, धेरै कुरा होइन। त्यसले गरेर हामीले एनएस फर एमइज मात्र बुझे पुग्छ है, त्यही भएर धेरै स्ट्यान्डर्ड त्यसमा धेरै भित्र छिर्नु पर्दैन, बेसिक बुझे पुग्छ। तर जब हामी एमइजभन्दा माथि जान्छौँ हाम्रो बिजनेस, या भोलि गएर हुनुहोस् हाम्रो अपर्च्युनिटी बिगर बिजनेसमा आयो भने जस्ट बिकज हामीलाई एनएफआरएस आउँदैन भने, जस्तो हजुर अहिलेको लागि जस्तो त्यही अहिले भर्खर मैले बिजनेसको जुन कुरा गरेँ नि, नाउ दे आर एक्टिभली हायरिङ। अब हामीसँग चाहिँ उहाँहरूले भन्नुभएको छैन होइन, त्यो भन्यो भए त हजुरहरूलाई यहाँनिर नोटिफिकेसन पनि आउँथ्यो, सायद आएको पनि छ कि आई डोन्ट नो होइन। तर
किनभने फेरि क्लाइन्टको म हतपतले क्लाइन्टलाई चाहिँ म भनेको आफ्नै क्लाइन्टहरूलाई चाहिँ मैले आई डोन्ट वान्ट टु लाइक ऊ कि किनभने उहाँहरूले फेरि होइन केही भनिदिनु होला केही गरिदिनु होला फेरि हाम्रो यतापट्टि राम्रो रिलेसन भइरहेको हुन्छ सो सकेसम्म चाहिँ उयो नन क्लाइन्ट्सहरूकै चाहिँ जब भ्याकेन्सीहरू हजुरहरूले जे देखिरहनु भएको हुन्छ नि खाता किटिममा सो चाहिँ नन क्लाइन्ट्स हाम्रो क्लाइन्टको चाहिँ सकेसम्म हाम्रो प्लेटफर्मबाट भ्याकेन्सी चाहिँ गर्न दिँदैनौँ पनि होइन त्यो भएको भएर नै होला सो नाउ दे आर एक्टिभली हायरिङ सम वान हु अन्डरस्ट्यान्ड्स एनएफआरएस किनभने अब एनएफआरएस एसएमईमा नगई त सुखै भएन हेर्नु त्यो 65 लाखको बिलले सब कुरा बिगारिदियो आई मिन बिगारिदियो त के भन्ने तर सब अब फन्डै चेन्ज गरिदियो है सो त्यसले गरेर चाहिँ नाउ दे आर एक्टिभली सो धेरै बिजनेसहरू जो एसएमइजमा जानुभएको छ दे आर एक्टिभली हायरिङ एनएफआरएस सो एनएफआरएस स्किल चाहिँ सकेसम्म बनाएकै बेस्ट है सो अब सर ठिक छ यसलाई डिस्कस गर्दै गरौँला तर एमिज भन्दा माथि गइसकेपछि कुन स्ट्यान्डर्ड लाग्छ जस्तो हजुरले कुनै कुरा लिजमा लिनुभएको छ भने हजुरलाई एउटा एनएफआरएस 16 भन्ने छ कि लिज यो स्ट्यान्डर्ड हो एनएफआरएसमा चाहिँ के छ भने यो एनएफआरएसमा नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड एनएस भनेको नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड्स है यो कम्प्लिटली आएको छ आइएफआरएस र आइएसबाट अब सर आज हामी यसमा भन्दा पनि अझ यसमा के गर्नुपर्ने त्यसमा जाउँ ठिक छ म अलिकति है कतिजनाले आइएफआरएस या एनएफआरएस भनेको थाहा छैन भन्नुभयो त्यो भएको वजह थोरै भनेको मात्र ठिक छ सो यो भनेको स्ट्यान्डर्ड हो कि यसमा इन्डिभिजुअल स्ट्यान्डर्ड्स पढ्नुपर्छ इन्डिभिजुअल स्ट्यान्डर्ड सिक्नुपर्छ इट्स नट समथिङ कि लागि यो भने यो भने यो सबै कुराको लागि एउटा त्यस्तो होइन जस्तो पिपी प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट भन्छौँ यसको लागि एउटा छुट्टै स्ट्यान्डर्ड छ एनएस 16 भन्ने होइन यो एनएफआरएस 16 यो एनएस 16 है सो हजुरले प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट भनेको फिक्स एसेटलाई कसरी डिल गर्ने कसरी त्यसलाई रिकग्नाइज गर्ने कसरी त्यसलाई बुझ्ने कसरी त्यसको डेप्रिसिएसन भन्ने कसरी त्यसको रिभ्यालुएसन गर्ने सबै कुरा यो स्ट्यान्डर्डले भन्छ होइन जस्तो अर्को एउटा चाहिँ इन्भेस्टमेन्ट प्रपर्टी भनेर हामी पहिला चाहिँ सबैलाई फिक्स एसेटमा हाल्थ्यौँ तर अब चाहिँ के छ इन्भेस्टमेन्ट प्रपर्टीमा हाल्छौँ 40 यसलाई एनएस 40 भन्छौँ होइन सो इन्भेस्टमेन्ट प्रपर्टी भनेको कुनै पनि कुरा रेन्टलको लागि या भ्यालु एप्रिसिएसनको लागि एसेट किनिरहेको छ भने त्यो आइपी सरी इन्भेस्टमेन्ट प्रपर्टीले हेर्छ त्यस्तै इन्टेलेक्चुअल प्रपर्टी भने इन्टेन्जिबल एसेट्सको लागि छुट्टै छ कसैले भन्दै हुन्छ सर बायोलोजिकल एसेटको पनि डेप्रिसिएसन हुन्छ बायोलोजिकल एसेटको लागि छुट्टै स्ट्यान्डर्ड छ होइन लिजको लागि छुट्टै छ रेभेन्यूको लागि केलाई सेल्स मान्ने केलाई नमान्ने केलाई एक्रुए गर्ने केलाई डिफर्ड रेभेन्यू भन्ने त्यसको लागि छुट्टै स्ट्यान्डर्ड छ इन्भेन्ट्रीको लागि छुट्टै स्ट्यान्डर्ड छ सो एनएफआरएस या एनएस भनेको चाहिँ इट्स अ सेट अफ स्ट्यान्डर्ड्स जसले बिजनेसका हरेक लाइन आइटमलाई होइन जस्तो यहाँनिर आई थिङ्क वी हेभ पनि जस्तो यहाँनिर मैले हेरेँ भने कुन कुन कुरा कहाँ कुन कुराले चाहिँ गर्छ भनेर जस्तो यहाँ हेर्नुहोस् है त सो हजुरको ब्यालेन्स सिटको हरेक लाइन आइटम्सलाई चाहिँ कुन एनएफआरएसले चाहिँ छुन्छ भन्ने कुरा यसले भन्छ सो यो फर्स्ट लाइन आइटम एनएस 16 ले यसलाई इन्टेन्जिबल यसलाई इन्भेस्टमेन्ट प्रपर्टी यसलाई एग्रिकल्चर यसलाई एनएस 12 डिफर्ड ट्याक्स एसेटहरूलाई एनएस 12 इन्कम ट्याक्सले लिजलाई एनएफआरएस 16 ले सो यसलाई एनएस 2 ले यसलाई एनएस 37 ले यसलाई एनएस 5 ले यसलाई एनएस 7 ले होइन यसलाई एनएस 16 अब रिभ्यालुएसन रिजर्भ एनएस 16 ले यसलाई एनएस 19 एनएस 16 एनएस 12 एनएस 37 सो यसरी होइन यसरी चाहिँ हजुरको एनएस 19 होइन सो यसरी हरेक लाइन आइटमको लागि चाहिँ कुनै न कुनै एनएफआरएसले एनएसले छुन्छ है ओके अब त्यसमा नजाउँ मैले सर एक्चुअली एनएफआरएसको कुरा भने अब जाउँ पहिलो कुरा हजुरहरूले के हेर्नु पर्यो भने अब जसकोमा चाहिँ एनएफआरएस फर एसएमइज या एनएफआरएस लाग्छ हजुरहरूलाई मेरो बिजनेसलाई मैले यहाँनिर जुन बनाएको छु अब हुन त हजुरहरूले यो अलरेडी सिट डाउनलोड गरिसक्नु भयो पनि होला होइन जो एनएफआरएस ट्रेनिङमा हुनुहुन्छ सो मेरो बिजनेसलाई कुन चाहिँ लागु हुन्छ त नि कुन लागु हुन्छ पहिलो कुरा त आफ्नो बिजनेसलाई कुन लागु हुन्छ जस्तो हजुरको बिजनेसले लिज होल्ड प्रपर्टी लिएको पनि छैन दिएको पनि छैन भने हजुरलाई लिजको एनएफआरएस लाग्दै लागेन होइन हजुरको बिजनेसले प्रोभिजन बनाउने खालको चाहिँ कुनै पनि चिजमा कारोबारै गर्दैन भने त्यसमा प्रोभिजनै लागेन वारेन्टी स्वारेन्टीवाला कुरामा चाहिँ डिले गर्दैन भने हजुरलाई त्योवाला लाग्दै लागेन होइन सो पहिलो कुरा त आफूलाई कुन स्ट्यान्डर्ड लाग्छ त्यो एउटा हजुरहरूले क्लियर गर्नु पर्यो फर्स्ट थिङ ठिक छ दोस्रो कुरा के त्यो स्ट्यान्डर्डले भनेको अनुसार चाहिँ हजुरले सबै कुराहरू देखाइरहनु भएको छ जस्तो प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्टलाई चाहिँ एनएस 16 ले भने अनुसार गरिरहनु भएको छ त होइन त्यही अनुसारको डेप्रिसिएसन त्यही अनुसारको सबै काम कारवाही गरिरहनु भएको छ त त्यो कुरा हजुरहरूले बुझ्नु पर्यो अर्को कुरा कसैले भन्दै हुन्थ्यो प्रोभिजनको कुरा होइन सो प्रोभिजन्सहरू बनाउनु पर्यो अब यसमा एडजस्टमेन्टहरू पास गर्नु पर्यो होइन अब अहिले एडजस्टमेन्ट पनि हुन् अब नयाँ एडजस्टमेन्ट पनि रेभेन्यू एडजस्टमेन्ट हुनसक्छ होइन डिफर्ड ट्याक्सको एडजस्टमेन्टहरू हुनसक्छ सो ती कुराहरू होइन जस्तो हजुरको एनएफआरएस लागू गर्ने बित्तिकै त हजुरको ट्याक्सेबल इन्कम र हजुरको अकाउन्टिङ इन्कम जुन एनएफआरएस लागू गरेको अकाउन्टिङ इन्कम छ अब यो त फरक हुन्छ हेर्नुहोस् अकाउन्टिङ इन्कम कतिपय कुरा अकाउन्टिङ इन्कमले अलग गर्छ ट्याक्सेबलले गर्दैन अनि जस्तो रिपेयर एन्ड मेन्टेनेन्स हजुरले 5 लाख रुपियाँको रिपेयर एन्ड मेन्टेनेन्स गराउनु भयो गाडीमा
हैन। अब गाडीको भ्यालु नै जम्मा 20 लाखको हो सपोज भने 20 लाखको 7% कति हुन्छ? ट्याक्सले त जम्मा हजुरलाई 1,40,000 मात्र क्लेम गर्न दिन्छ, तर अकाउन्टिङले सबै क्लेम गर्न दिन्छ, 5 लाखै क्लेम गर्नुहोस् हजुर, होइन? ठिक छ। सो अब यहाँनिर त दुईवटा छुट्टा छुट्टै भयो नि, त्यो जस्ट एउटा इक्जाम्पल हो। यस्तो त अरू हुन्छ, लिजको कुरा आउँछ होइन, रेभेन्यूको कुरा आउँछ, मेन कुरा डेप्रिसिएसनकै कुरा आउँछ, ट्याक्सेबल र अकाउन्टिङको। सो यो कुरामा डिफर्ड ट्याक्स भन्ने हामीले लागू गर्नु पर्यो। अब डिफर्ड ट्याक्सको एडजस्टमेन्ट इन्ट्री पास गर्नु पर्यो होइन, डिफर्ड ट्याक्स लाग्दा राइट ठाउँमा राख्नु पर्यो। सर हामीले त रिभ्याल्यु गर्नुपर्छ, एनएफआरएस अनुसार त हाम्रो फिक्स एसेटलाई रिभ्याल्यु गर्नुपर्छ होइन, हाम्रो ल्यान्ड एन्ड बिल्डिङलाई रिभ्याल्यु गर्नुपर्छ। ओके, रिभ्याल्यु त गर्नुहोस्, तर रिभ्याल्यु गरिसकेपछिको एडजस्टमेन्ट इन्ट्री त पास गर्नु पर्यो होइन। त्यसमा हजुरले चाहिँ भ्यालु बढाइदिनुहुन्छ अनि रिभ्यालुएसन रिजर्भमा लगेर राखिदिनुहुन्छ होइन। रिभ्याल्यु एसेटको भ्यालु बढाइदिनुहुन्छ, एसेट अकाउन्ट डेबिट टु रिभ्यालुएसन रिजर्भ गरेर गर्नुहुन्छ। सो के कुराहरू छन् त होइन, के कुराहरू छन् हजुरले एनएफआरएस अनुसार फलो गर्नुपर्ने, त्यो कुरालाई एक्चुअली फर्केर हेर्नु पर्यो है। यसलाई चाहिँ इग्नोर बिल्कुल नगर्नुहोस्। कतिजनालाई चाहिँ एनएफआरएसका प्रोभिजन्स थाहा छ, तर एनएफआरएसको प्रोभिजन हामी साउन्डमा भदौमा चाहिँ गएर अप्लाई गर्छौँ। नो, द्याट्स नट इट। हजुरले सकेसम्म यही वर्षमा हेर्नु पर्यो, 2 घन्टा एक्स्ट्रा, किनभने क्लोजिङ फेरि आउँदैन होइन। क्लोजिङमा मोस्ट अफ द काम गर्न सक्यो भने सजिलो भइहाल्यो। तर ह्याभिङ सेड द्याट एनएफआरएसका कतिपय इन्ट्रिजहरू पछि गर्न पनि सकिन्छ, किनभने मोस्ट अफ देम चाहिँ सफ्टवेयर भन्दा पनि एडजस्टमेन्टहरू हुन्छ होइन, रिपोर्टिङमा चाहिँ हुन्छ। नामै नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स। सो यसमा अकाउन्टिङ भन्दा पनि कतिपय कुराहरू रिपोर्टिङतिर जाने कुराहरू भएर त्यति स्ट्रेस चाहिँ छैन हेर्नुहोस् होइन। त्यति स्ट्रेस जति मैले अहिले चाहिँ एडजस्टमेन्ट इन्ट्री डेप्रिसिएसन कुराहरू गरेँ त्यो चाहिँ गर्नुपर्छ नर्मल्ली, तर यो चाहिँ हामीले अलिकति पछाडि गर्दा पनि फरकै चाहिँ पर्दैन, बट ट्राई टु मेक इट एज सुन एज पोसिबल है। ठिक छ। र मेन कुरा डिस्क्लोजर, एनएफआरएसले चाहिँ सकेसम्म धेरै कुरा डिस्क्लोज गरोस् भन्ने चाहन्छ कि। सो कुनै पनि लाइन आइटममा हजुरले कुनै पनि रकम लेख्नु भएको छ नि, त्यो रकम किन आयो, कहाँबाट आयो, कसरी आयो होइन, त्यो आउनु हुन्थ्यो कि हुन्थेन होइन, या बुझ्दैन, त्यसका फर्मुलाजहरू हजुरले के युज गरिरहनु भएको छ, त्यसमा अजम्सन्सहरू हजुरले के युज गरिरहनु भएको छ, त्यसमा रिस्क फ्याक्टरहरू के छ। सो भन्न त सबै कुरा डिस्क्लोज गर्नुपर्छ भन्छ, अब त्यो टु द एक्सटेन्ट पोसिबल पनि हो होइन। कतिले त्यसलाई 3 लाइनमा सकाइदिनुहुन्छ, कतिले त्यसलाई 2 पेज पनि बनाइदिनुहुन्छ होला होइन। सो एनएफआरएसमा चाहिँ हजुरहरू साँच्चीकै क्लियर हुनु पर्यो है। यु हेभ टु बी रियल्ली केयरफुल। ठिक छ। सो एनएफआरएसमा हजुरहरू पहिलो त कुन क्याटेगोरीमा पर्नुहुन्छ, र दोस्रो कुरा कुन हजुरहरूलाई लागु हुन्छ होइन, र त्यो अनुसार हजुरले गरिरहनु भएको छ कि छैन, कुन स्ट्यान्डर्ड्स लागु हुन्छ त्यो अनुसार हजुरले गरिरहनु भएको छ कि छैन, यी सबै कुराहरू हजुरले हेर्नु पर्यो। जस्तै एउटा सिम्पल एउटा अर्को इक्जाम्पल दिन चाहे, लिजकै कुरा कि। अब हजुर एसएमईमा हुनुहुन्छ भने एनएफआरएसको एकदम बिल्कुल नयाँ नियम छ। हजुर एसएमईमा हुनुहुन्छ, हजुरले एउटा कसैसँग चाहिँ हरेक एउटा जग्गा लिजमा लिने भन्नुभयो, हरेक वर्ष हजुरले 1 लाख रुपियाँ पेमेन्ट गर्नुहुन्छ होइन। पहिला त के थियो, हरेक वर्ष 1 लाख पेमेन्ट गर्दा त्यसलाई रेन्ट या लिज एक्सपेन्स भनेर बुक गरिन्थ्यो, तर अब त्यो पाइएन कि। अब यसलाई हजुरले लिज होल्ड प्रपर्टी भनेर, या सर लिज होल्ड भन्न आयो, राइट अफ युज एसेट आरओयु एसेट भनेर हजुरले यहाँ बुक गरिदिनुहुन्छ ल हेर्नुहोस् होइन। अब यो फरक कुरा भयो नि त। अब यसको करेन्ट भ्यालु निकाल्नुहुन्छ, करेन्ट भ्यालु निकालेपछि त्यसलाई प्रेजेन्ट भ्यालुमा निकालेर त्यसलाई राइट अफ युज एसेट भनेर एकतिर बुक गरिदिनुहुन्छ, अर्कोतिर लिज लायबिलिटी भनेर बुक गरिदिनुहुन्छ। त्यो गर्नै परेको थिएन नि त, तर बिकज अफ एनएफआरएस होइन। सो एमइजसम्म बस्नु भएको बिजनेसहरूलाई धेरै स्ट्रेस छैन, तर एसएमई या त्योभन्दा माथि हुन्छ भने हजुरले जसरी पनि एनएफआरएसलाई चाहिँ सोच्नै पर्यो है। एडभान्स ट्याक्स पेमेन्ट, यो त हजुर जसरी पनि गर्नु पर्यो। यसको लागि हजुरले एउटा बरु स्याम्पल प्रफिट एन्ड लस हुँदा म्यामले पनि अस्ति कुरा गर्नुभयो होला ट्याक्समा होइन। हजुरले 40% पुससम्म तिरिसक्नु पर्थ्यो, 70% हजुरले चैतसम्म तिरिसक्नु पर्थ्यो। अब असार मसान्तसम्म त हजुरले 100% तिरिसक्नुपर्छ। सर 100% अफ वाट? इस्टिमेटेड ट्याक्स लायबिलिटी। इस्टिमेटेड ट्याक्स लायबिलिटी सर, इस्टिमेटेड ट्याक्स लायबिलिटी के कुराको आधारमा इस्टिमेट गर्ने सर? हजुरको अहिलेको प्रफिट एन्ड लसको आधारमा इस्टिमेट गर्नु कति दिन गाह्रो छ? हजुरको कति प्रफिट छ भने मोटामोटी निकाल्न मिल्दैन? मिल्छ। यी नामै इस्टिमेटेड ट्याक्स लायबिलिटी हो सर। त्यसो भए हामीले अलिकति कम तिर्यौँ भने गभर्मेन्टले हजुरलाई 10% को यसमा फ्लेक्सिबिलिटी दिएको छ भनेको हजुरले टोटल वर्षभरिमा जति ट्याक्स तिर्नुपर्छ त्यसमध्येको असारसम्ममा 90% मात्र तिर्नुभयो भने पनि, र बाँकी 10% नेक्स्ट 3 महिनामा तिर्नुभयो भने हजुरलाई फाइन पेनाल्टी लाग्दैन है। सो यसलाई विशेष केयरफुल रहनु पर्यो। असारसम्ममा हजुरले 100% इस्टिमेटेड ट्याक्स लायबिलिटी तिरिसक्नु पर्यो। 90% तिरे पनि फाइन चाहिँ लागेन, तर नेक्स्ट 10% नेक्स्ट 3 महिनामा तिर्नु पर्यो है। सो यसको लागि के हुन्छ सर? पहिलो कुरा त इस्टिमेट गर्नु पर्यो ट्याक्सेबल इन्कम
भनेको एटलिस्ट प्रफिट एन्ड लस बनाउनु पऱ्यो। त्यहाँबाट अब कुनै ट्याक्सले अलाउ नगर्ने खालका खर्चहरू छन् होइन, यताउता डोनेसन सोनेसन छन्, अरू कुनै फाइन्स पेनाल्टिजहरू छन्, त्यसलाई हटाउनु पऱ्यो। ट्याक्सेबल इन्कम इस्टिमेट गर्नु पऱ्यो। अब यो म अज्युम गरिरहेको छु हजुरहरूले ट्याक्सवाला सेसनमा सिकिसक्नु भएको छ, ट्याक्सवाला वेबिनारमै भनिरहेको छु होइन। अब जो बिजनेस ट्याक्सेसन ट्रेनिङमै हुन्छ, अब हजुरहरूको लागि त अब यही नै सबै संसारै त्यही भइहाल्यो, त्यो पक्कै सिक्नु भएको छ। त्यस्तै ट्याक्स लायबिलिटी निकाल्नु पऱ्यो होइन। त्यसमध्ये अहिलेसम्म जस्तो अब हजुरको मानौँ न 1 लाख रुपियाँको तिर्नुपर्ने 100% हजुरको 1 लाख भयो कि सपोज होइन, 1 लाख भयो, असारसम्म तिरिसक्नु पर्ने 1 लाख 100% भनेको 1 लाख जति ट्याक्स निस्किने देखियो। त्यो मध्ये कसै अब हजुरको बिजनेसमा 20,000 रुपियाँ कसैले इटिडिएस गरिदिइसकेको छ, हुनसक्छ नि त त्यो होइन, अरू कसैले हजुरको नाममा 20,000 इटिडिएस गरिदिइसकेको छ भने नाउ असारसम्म हजुरले चाहिँ म 80,000 तिरे पुग्यो। त्यो मध्ये पनि हजुरले अब चैतसम्म तिरिसक्नु भएको छ, कति कति पुससम्म तिरिसक्नु भएको छ भने अझै कम हुने भयो। सो यो ट्याक्स क्रेडिट होइन, अरू कसैले टिडिएस तिरिदिइसकेको छ या अघिल्लो इन्स्टलमेन्टमा पुसमा चैतसम्ममा कति इन्स्टलमेन्ट तिरिसकेको छ, त्यो सबै घटाएर अनि 100%बाट हजुरले बाँकी रहेको अमाउन्टमा चाहिँ तिर्नु पर्यो है। सो फर्स्ट स्टेप के भयो यहाँनिर हेर्नुहोस्, ट्याक्सेबल इन्कम इस्टिमेट गर्ने, ट्याक्स लायबिलिटी कति बन्छ निकाल्ने। हामीले लाख रुपियाँ भनेर गऱ्यौँ होइन, अब लाख रुपियाँ तिर्नुपर्ने भनेर गऱ्यौँ, तर पुससम्ममा चाहिँ हामीले 20,000 रुपियाँ, पुसमा चाहिँ हामीले 20,000 रुपियाँ एडभान्स ट्याक्स भनेर तिरेका थियौँ, चैतमा चाहिँ हामीले 40,000 एडभान्स ट्याक्स भनेर तिरेका थियौँ सपोज होइन। अब 1 लाख भयो, 1 लाख भइसकेपछि हजुरको ट्याक्स अनि 20,000 रुपियाँ त टिडिएस मैले भनिसकेँ होइन। भनेपछि हजुरले के गर्नुहुन्छ, पुससम्म तिरेको 20,000 प्लस 40,000 प्लस 20,000 टिडिएस पनि घटाउनुहुन्छ भने चाहिँ कति भयो, 80,000 घटाउनुहुन्छ, ब्यालेन्स 20,000 रुपियाँ एडभान्स ट्याक्सको रूपमा तिर्दिनुहुन्छ। ठिक छ। सो एडभान्स ट्याक्स तिर्नु होला, होइन भने हजुरको 2टा दफा गरेर 25% कतिसम्म चाहिँ हजुरको फाइनै बन्छ। सो यता ब्याङ्कबाट चाहिँ लोन लिली फाइन तिर्ने त कुरा भएन नि त है। सो एडभान्स ट्याक्समा एकदम केयरफुल हुनु पऱ्यो। असार मसान्त मात्र हो यसको डेट। अर्को डेट चाहिँ हामीसँग भ्याट र टिडिएस। भ्याट र टिडिएस अब इफेक्टिभली हेर्दाखेरि यो 25-25सम्म त टाइम छ होइन, 25सम्म त टाइम छ, किनभने 25मा बल्ल भ्याट र टिडिएस रिटर्न फाइल गर्ने हो हजुरले। तर इफेक्टिभली भन्ने हो भने भन्दैछु मैले होइन, तर कतिपय कुरामा चाहिँ जस्तो बिलहरूमा एरर छ, यो छ त्यो छ भने त हजुरले सकेसम्म यही वर्षमै मिलाएको बेस्ट है, यही वर्षमै मिलाएको बेस्ट। अब हजुरको भ्याटको डेटा, अब यो भ्याट र टिडिएस रिकन्सिलिएसन अब फाइनेन्सियल रिपोर्टिङमा हाम्रो सायद फ्राइडे त फेरि एकदम लास्ट डे हुन्छ होला सायद होइन, साउन्डको 1 गते हुन्छ सायद। ठिक छ, त्यो नोटिफिकेसन आउँछ हजुरहरूलाई। ठिक छ। सो भ्याट र टिडिएस भनेको हजुरको भ्याटमा के डेटा गएको छ, हजुरको टिडिएसमा के कस्तो डेटा गएको छ होइन। भ्याटमा के डेटा गएको छ, टिडिएसको लागि के कस्ता डेटा गएको छन्, र हजुरको के फाइनेन्सियलसँग त्यो म्याच गर्छ त होइन। सो हजुरले अकाउन्टिङ इन्ट्री जे गर्नुभएको छ त्यसको अनुसार हजुरको भ्याट बिल, पर्चेज, सेल सबै कुरा एक्सपेन्स सबै छन् त इन्ट्याक्ट होइन। टिडिएसको पनि त्यही केस, हजुरले जुन जुनमा चाहिँ टिडिएस काट्नुपर्ने देखिन्छ त्यो सबैमा टिडिएस काट्नु भएको छ त, त्यो सबैलाई इटिडिएस गरिदिनु भएको छ त होइन। सर अब यो महिनाको त अब नेक्स्ट महिनाको 25सम्म हो, ठिक छ, तर अघिल्लो महिनासम्मको त कम्प्लिट गर्नु पऱ्यो नि त होइन। सो यो कुरा भ्याट र टिडिएस रिकन्सिलिएसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अब हुन त यो हामी पुससम्म पनि बनाउँदै बस्छौँ, तर सकेसम्म चाहिँ कुनै पनि एरर अगाडि नै थाहा भएर अघिल्लो यही साउन्डसम्मकै भ्याट रिटर्नमा गयो भने हजुरहरूलाई बेकारको एक्स्ट्रा रिकन्साइल गर्नै पर्दैन कि। यो रिकन्साइल भनेको अहिलेको लागि हजुरको इन्टरनल रिकन्सिलिएसन भयो होइन, अहिले चेक गरिदिने, अहिले फाइनल गरिदिने, कुनै बिल छुट्याएको छ, कुनै यो छुट्याएको छ, कुनै त्यो छुट्याएको छ, कुनैमा टिडिएस काट्न छुट्याएको छ, कुनैमा के अहिले गरिदिनु भयो भने आनन्दै भयो। साउन्डको 25सम्म गरिदिनु भयो भने होइन, त्यसको लागि अहिले डकुमेन्ट भेरिफाई गरेर गरिदिनु भयो भने बेस्ट भयो। साउन्डको 25 एकचोटि कटेर हजुरले भ्याट र टिडिएस रिटर्न फाइल गर्नुभयो अनि त्यसपछि गडबड देखियो भने हजुरले एक्सटर्नल रिको नै बनाउनुपर्छ, भनेको प्रपर हजुरको ब्यालेन्स सिटमै एट्याच हुने गरेर रिको बनाउनुपर्छ, देखाउने गरेर नै रिको बनाउनुपर्छ। अब त्यो झमेलाबाट बस्नु छ भने अहिले हामीले रिकन्साइल गरिहालौँ। सो भ्याटमा कति डेटा गइरहेछ, कति जानुपर्ने हो होइन, कुनैको छुट्याएको छ कि छैन, कुनैको दोहोऱ्याएको छ कि छैन, ती सबै कुरा। अब सर सबै कुरा त भ्याटको डेटा त भ्याटकै डेटा अनुसार त हामीले चाहिँ रिटर्न फाइल गरेर आउँछौँ होइन, र भ्याटकै डेटा अनुसार हामीले इन्ट्री गरेर आउँछौँ हो। त्यसको लागि आउँछ हाम्रो नेक्स्ट स्लाइड, द्याट इज पार्टी रिकन्सिलिएसन। अब धेरै हामीलाई मध्ये धेरैलाई लाग्छ सर पार्टी रिकन्सिलिएसन या भनौँ न जुन डेटर्स क्रेडिटर्स कन्फर्मेसन छ, ती कन्फर्मेसन्सहरू त हामीले चाहिँ अडिटको टाइममा बनाउने होइन र। खासमा यस्तो हो कि ब्यालेन्स त म्याच गर्नु पऱ्यो नि त पार्टीको हजुरसँग। कन्फर्मेसन भनेको नि त्यही हो खासमा होइन, तर भोलि गएर अनुसूचितिर भर्दा होइन कुनै गर्दा चाहिँ पार्टीले अर्कै डेटा राखिदियो भने कन्फर्मेसन लेटरले चाहिँ पक्का काम भयो भन्नको लागि मात्र हो। तर रिकन्सिलिएसन त यसै पनि आज भए पनि भोलि भए पनि हजुरले त गर्नै पर्छ
पार्टीकोमा हजुरको ब्यालेन्स जति देखिएको छ हजुरकोमा नि त्यो पार्टीको ब्यालेन्स त्यति नै देखिनुपर्ने होइन र? अफकोर्स हो होइन। सो हामीले के गर्छौँ सकेसम्म अब यो ढिलो भएको छैन भने या मेजर मेजर साना साना पार्टिजलाई बरु धेरै स्ट्रेस नलिनुहोस्। मेजर मेजर ठुल्ठुला पार्टिजहरू जोसँग एकदमै ह्युज कारोबार छ हजुरको, मेजोरिटी अफ कारोबार जो जो पार्टीहरूसँग हुन्छ ती पार्टीहरूसँग चाहिँ मैले भनेको चाहिँ होइन हजुरहरूले मिल्छ भने इम्प्लिमेन्ट गरिदिनुहोस्। मेजर मेजर पार्टीहरूसँग चाहिँ हजुरले अहिले कन्फर्मेसन लेटर मगाइदिनुहोस्। अहिले नत्रको सर कन्फर्मेसन लेटर त उहाँहरूले स्ट्याम्प सिस्टम गरेर दिनु, उहाँहरूलाई पनि डर हुन्छ। लेजर त मगाउनु मिल्छ, लेजर पठाउनु उहाँहरूलाई कति टाइम लाग्छ? 3 मिनट 4 मिनट होइन। हामीले भन्न सक्छौँ उहाँहरूले तर्साइदिउँ हामी होइन। के भनेर तर्साउँछ? हजुरको त यहाँ गडबड देखिया छ, यहाँ पुरै बिग्रिया जस्तो छ, भोलि गएर फेरि कन्फर्मेसन लेटरमा त समस्या होला है, अहिले पठाइदिइहाल्नुहोस् त, हामी एकचोटि क्रस चेक गर्छौँ। तर्साउनु सबैलाई, सबैजनाले तर्साइदिएर हो यो कहाँबाट यो सिस्टम सुरु भयो भन्ने होला। तर जे होस् म तर्साउने हो किन, आफ्नो त पक्का गर्नु पऱ्यो नि त काम, गरेन भोलि गएर आफैले टाउको पनि टेन्सन हुन्छ होइन। सो हामीले के गर्नु पऱ्यो, यो सबै चाहिँ लेजरहरूलाई सकेसम्म ठुल्ठुला पार्टीको लेजरलाई चाहिँ मिलाइहाल्नु, मिल्छ भने सबैले मिलाम, होइन ठुल्ठुलालाई चाहिँ मिलाम है। ठुल्ठुला भनेको अब त्यो हजुरहरूले आफू डिसाइड गर्ने को ठुलो को सानो होइन। सो जसमा चाहिँ रिस्क लाग्छ हजुरलाई, जससँग चाहिँ कारोबार बिग्रिया जस्तो लाग्छ गर्नु पर्यो। कुनै इन्भोइस छुट्या छ केही छ, अब त्यो भ्याटको रिकन्साइल टिडिएसको रिकन्साइल पनि यहाँबाट पनि सजिलो हुन्छ। कुनै इन्भोइस छुट्या छ, कुनै पेमेन्ट देखाउन छुट्या छ, हामीले देखाउन छुट्या छ, उनीहरूले देखाउन छुट्या छ, कुनै क्रेडिट नोटहरू हामीले चाहिँ सेल्स रिटर्न पठायौँ, उनीहरूले सेल्स बिल त काटे तर सेल्स बिल त काटे, उनीहरूले पर्चेज इन्ट्री त गरे तर सेल्स रिटर्न चाहिँ इन्ट्री नगरे आउन सक्छन्, या कहिले कहिले हामीलाई बेची हामीले फिर्ता गरिदियौँ, उनीहरूले पर्चेज रिटर्न नोट नगरे आउन सक्छन्, अनि उनीहरूको ब्यालेन्स धेरै देखिन सक्छ होइन। उनीहरूले एडभान्स दिएको छ त्यो रेकर्ड नभएको हुनसक्छ। सो सकेसम्म यो रिकन्साइल गर्ने काम चाहिँ गरिहालौँ, यो क्लोजिङमै गर्ने हो होइन। क्लोजिङ भनेको यही त हो होइन। क्लोजिङमै नमिलेको ब्यालेन्स पछि गएर फेरि अर्को 10वटा तनाव हुन्छ है। अब भन्दा भन्दै अहिलेको जुन क्लाइन्ट थियो नि 65 लाख वाला, त्यो क्लाइन्टको भन्दा भन्दै एउटाले असारको बिल एउटाले असारमै बिल इन्ट्री गराएको छ, बिल काट्नेले साउन्डमा बिल काटेको छ। यस्तो चाहिँ हुन्छ त कसैको होइन, अघिल्लो वर्षको कहानी होइन। सर कसरी भयो साउन्डमा, अब इस्टिमेट बिल यही अनुसार हामी काटिदिन्छौँ भने चाहिँ उसले 2 दिन पछाडि काटिदिन्छ, इन्ट्री गर्नेले असारमा इन्ट्री गराएको छ, बिल काट्नेले साउन्डमा बिल काटेको छ। अब त्यो टाइममा चाहिँ रिकन्साइल गरे भए कति सजिलो हुन्थ्यो होइन। हामी त्यो अघिल्लो वर्षदेखि गएको ल त्यो छ अभिगत। अब कसरी मिलाउने त यो सोच्नु न, बिल काट्नेले बरु असारमा काटेर लिने साउन्डमा भरायो नि सेन्स बन्थ्यो कि, बिल 4 दिन पछाडि गयो यो हो त्यो बिल काट्ने साउन्डमा काटेको छ, इन्ट्री गर्नेले असारमा इन्ट्री गरिदिएको छ होइन। अब त्यो कहाँ के गडबड हो, उनीहरूलाई दोष लगाउँछन्, उनीहरूले ए होइन हामीले त साउन्डमै गर्ने भने इस्टिमेट बिल मात्र पठायो भन्छ, उनीहरूले होइन प्यान बिल आएको थियो पछि क्यान्सल गरे आउनु भन्छन्। अब त्यत्तिकै लफडा छ त्यो है। अब त्यो त बिजोग भयो, त्यही भएर यो टाइममा चाहिँ पार्टी लेजरलाई म्याच गरे भयो त ल तपाईँको योसँग मिलाएन मेरो योसँग मिलाएन, आनन्द थियो नि त कहानी है। सो मिल्छ भने कन्फर्मेसन लेटर्सहरू पनि सानसानो पार्टी यताउतासँग गर्छन् भने पठाइदिए पनि भयो, या फाइनल कन्फर्मेसन नभए पनि लेजरलाई नै कन्फर्मेसन लेटरको रूपमा मान्ने भइहाल्यो है। ओके त्यस्तै डिफ्रेन्सेस केही आएको छ भने, केही गडबडी आएको छ भने, केही बिग्रिरहेको छ भने त्यसलाई चाहिँ सकेसम्म रिजल्भ गरिहालौँ। कुनै एडभान्स देखाएको यो छैन भने कुरा गरिहालौँ, रेकर्ड पठाइदिइहालौँ। ल हामीले त तपाईँलाई यतिको एडभान्स दिएको होइन, 5 लाखको चेक दिएको होइन, हाम्रोबाट त काटेको पनि छ, तपाईँले रेकर्ड गर्नु बिर्सिनु भयो होला। हुनसक्छ, मान्छे हो, ह्युमन हो, अकाउन्टेन्ट्स हो, मिस्टेक हुनसक्छ, उताको अकाउन्टेन्ट्सबाट पनि मिस्टेक हुनसक्छ। तर यसलाई सकेसम्म असारभन्दा अगाडि नै रिजल्भ गरौँ, असारभन्दा पछाडि नराखौँ। किनभने सबै कुरा कन्फर्मेसनबाट म्याच गर्न सकिँदैन, सबै कुरामा ढाँटेर हुँदैन। एउटा पार्टीसँग बिग्रियो सर उसले जति देखाउँछ म पनि त्यति देखाउँछु, त्यसरी हुँदैन। भोलि गएर अब झन्झन होइन ट्याक्स अफिसरहरू स्ट्रङ हुँदैछन् होइन। सो झन्झन अब क्लिन काम गर्ने चाहिँ ट्रेन्ड बस्दैछ। अब त्यसमा चाहिँ हामी पहिलाकै तरिकाले मिलाउने मात्र भन्दै गर्दा होइन, यो टाइममा चाहिँ हामीले यो गऱ्यौँ भने यो मिलाउनै पर्दैन नि होइन। सो यो सकेसम्म यो डिफ्रेन्सेसलाई चाहिँ अहिले डिल गर्न सकेसम्म डिल गरौँ है। त्यो अझै 3-4 दिन बाँकी छ। मेजर पार्टीलाई चाहिँ गरौँ, अरूलाई अब के छ हजुरहरूको त्यो हजुरहरूले हेर्नु होला। त्यसपछि अब जो फाइनेन्सियल रिपोर्टिङ ट्रेनिङमा हुनुहुन्छ हजुरहरूको लागि स्पेसल, र अरूलाई पनि अब बनाउनुहुन्छ हजुरहरूले आफ्नो बिजनेसमा एमआइएस पनि हजुरहरूको लागि पनि भयो। एमआइएस क्लोज गर्नु पर्यो होइन। सो एमआइएस क्लोज गर्ने भनेको जुन हामीले बनाउँछौँ नि एफए को एमआइएस होइन, अघिल्लो वर्षको जसले बनाउनु भएको छ सायद अब कसले बनाउनु भएको छ, पर्चेजको एमआइएस, सेल्सको एमआइएस, मेन त एक्सपेन्सको एमआइएस होइन,
इम्पोर्टको एमआइएस होला, अब रिसिट पेमेन्टको छ भने त्यसको पनि रिसिट एन्ड पेमेन्टको एमआइएस, डेबिट नोट क्रेडिट नोटको एमआइएस छ भने त्यसको पनि एमआइएस, जति पनि यो एमआइएसहरू बनाउनुहुन्छ हजुरले यो एमआइएसलाई पनि बिट मार्नु पर्यो भन्दै गर्दा यसलाई पनि हजुरले क्लोज गर्नु पर्यो। सो एक्चुअली एमआइएसको डेटा र आफ्नो अकाउन्टिङ डेटा पनि सर्र क्रस चेक गर्ने के गर्नुपर्छ र अकाउन्टिङ डेटाबाट अकाउन्टिङ रेकर्डबाट चाहिँ ऊ निकाल्ने होइन, लेजरहरू निकाल्ने एक्सपोर्ट गर्ने, आफ्नो एमआइएसको डेटा लिने। अहिले त झन् हजुरले धेरै फर्मुलामा पनि खेल्न पर्दैन, एआई छ। सो हजुरको एमआइएसको डेटा र हजुरको अकाउन्टिङ डेटालाई एआईमा हाल्नु होइन, र त्यसलाई रिकन्साइल गर्ने भन्नुहोस् होइन। हामीले जो एआईमा छौँ हामीले ब्याङ्क रिकन्सिलिएसन एकैछिनमा गर्न सिकेका छौँ नि होइन, सेम वे हो। हजुरले दुइटा दिनुहुन्छ, हजुरले भन्नुहुन्छ तल मेरो यो छ यो छ यो मेरो पर्पस हो, मलाई यो रिकन्साइल गर्ने, जुन जुन म्याच हुँदैन त्यो मलाई भन्नुहोस्, ओके। सो हजुरको एमआइएस र हजुरको अकाउन्टिङ डेटा एकैछिनमा भइहाल्छ। हुनसक्छ अकाउन्टिङमा कहिले कहिले काम गर्दा एरर भएको, हुनसक्छ एमआइएसमा कहिले कहिले काम गर्दा एरर भएको। एमआइएस त हामी नर्मली अकाउन्ट्स म्यानेज गर्नलाई युज गर्छौँ होइन, त्यो बर्ड्स आई भ्यूको लागि म्यानेज गर्छौँ हामी, बनाउँछौँ होइन। त्यसबाट क्विक इन्फर्मेसनको लागि एन्ड क्विक इन्साइट्सको लागि बनाउँछौँ। अकाउन्टिङ सफ्टवेयर भनेको कम्प्लायन्सको लागि, डकुमेन्टेसनको लागि र लङ टर्म त्यो भनौँ न एउटा स्टोरेजको लागि युज गर्छौँ। सो दुइटाको छुट्टै छुट्टै पर्पस छ, तर दुइटालाई हामीले रिकन्साइल गर्न त सक्छौँ होइन। सो एमआइएसमा कुनै डाटा गडबड छ भने त्यहाँबाट पनि थाहा भइहाल्छ होइन। त्यहाँबाट हामीले इन्फर्मेसनहरू निकाल्न सक्छौँ। अब टोटल सेल्स पनि हामीले लगभग थाहा भयो, टोटल पर्चेस थाहा भयो, टोटल टिडिएस पेएबल थाहा भयो, टोटल भ्याटको कुरा थाहा भयो, टोटल प्रफिट मोटामोटी थाहा भयो होइन, एक्सपेन्सका कुराहरू थाहा भयो, क्याटेगोरी वाइज एक्सपेन्स थाहा भयो, यो थाहा भयो त्यो थाहा भयो। सो वी क्यान ह्याभ अ लट अफ इन्फर्मेसन जुन एमआइएसबाट हामी पाउँछौँ। सो अब एकदमै टाइट टाइम छ भने बेसिक जुन अकाउन्टिङ डेटा र एमआइएसको डेटा चाहिँ हजुरहरूले म्याच गर्नुहोस् होइन। यदि होइन अलिकति टाइम चाहिँ अलिकति एआइसिआई युज गर्छु सर म त होइन, हजुरहरू कतिजना एआई युज गर्ने खेलाडीहरू हुनुहुन्छ यहाँ होइन। सो त्यो हो भने त हजुरले त्यो एमआइएसलाई मजाले दिएर इभन एडभान्स ट्याक्स निकाल्नेदेखि लिएर डेटर्स क्रेडिटर्सको इन्फर्मेसनदेखि लिएर होइन, क्याटेगोरी वाइज एक्सपेन्सेसका कुराहरूदेखि लिएर एनुअली रिपोर्टहरू कुनै कुनै चाहिँ अलि हुन्छ नि एउटा प्याटर्नमा चलिरहेको छ, कुनै पार्टीसँगको कारोबार एकाएक ठुलो हुने एकाएक सानो हुने, एनुअली त्यसलाई एनुअली टेस्टिङ भनिन्छ, त्यो कुराहरू गराउन मिल्छ। सो एमआइएसलाई सकेसम्म क्लोज गर्नुहोस्, एमआइएसलाई सकेसम्म फाइनलाइज गर्नुहोस्। र यसको लागि वाट आई वुड सजेस्ट इज, यो एकदम टाइट टाइम चलिरहेको छ अहिले, सो आई वुड सजेस्ट यु टु युज एआई एज मच एज पोसिबल। मजाले एआई युज गरेर यसबाट निकाल्न सक्ने इन्फर्मेसन निकाल्नुहोस् होइन। सो कहीँ केही एनुअली टेस्टिङ छ भने यसले गरिदिन्छ अजम्सन्सहरू। अब जो हजुर एआईमा हुनुहुन्छ हेर्नुहोस् त, हामीले हरेक कामहरू गर्दा एआईले 10वटा चाहिँ हामीलाई रिस्क फ्याक्टर बताइदिरहेको हुन्छ नि होइन, यो भयो भने यो हुन्छ, यो मैले अजम्सन गरेँ, यो किन छैन, यो किन छ। एमआइएस पनि त्यही। सो ट्राई टु युज एज मच एआई एज पोसिबल इन योर के भन्छ एमआइएसबाट आउने जुन रिपोर्टिङ छ त्यसमा ट्राई टु युज एज मच एआई एज पोसिबल। खालि ए भएछ कि एज मच एआई एज पोसिबल होइन। ओके ओके सो द्याट वाज इट। धेरै कुरा हामीले गऱ्यौँ होइन, स्पेसली फिक्स एसेटका कुराहरू एकदम इम्पोर्टेन्ट भयो, एडजस्टमेन्ट इन्ट्रिजका कुराहरू एकदमै इम्पोर्टेन्ट भयो, एनएफआरएसका कुराहरू एकदमै इम्पोर्टेन्ट भयो, एन्ड द्याट्स इट। ठिक छ। सो हजुरहरूको 82-83 एकदम बवालसँग क्लोज होस् र 83-84 एकदम मिठोसँग सुरुवात होस्। 83-84मा त अब हामी कति प्रोग्रामहरू लिएर आउँदैछौँ होइन, फिजिकल प्रोग्राम लिएर आउँदैछौँ। बाइ द वे हामी अहिले अफिस डेकोरेसनमा लागेको छौँ। आई थिङ्क लेट साउन्ड पछि मन्थली अनि त्यसपछि सर्टेन एक्सटेन्टमा क्वार्टरली अनि सर्टेन प्रोग्रामहरू हामीले फिजिकल लिएर आउँदैछौँ। अब कतिपय कुराहरू अभियसली यहाँ जसरी वेबिनार हुन्छ फिजिकल सेमिनारहरू पनि हुन्छ, कतिपय कुराहरू अब होइन लङ्गर प्रोग्रामहरू छ, बिगर प्रोग्रामहरू छ भने सायद पेड पनि हुन्छ होला। अब त्यो वी आर मेकिङ प्लान्स फर द्याट। तर नाउ वी आर गोइङ फिजिकल फ्रम नेक्स्ट मन्थ होइन। त्यो भइसकेपछि हामी अझै भेट्छौँ, अझै इन्टरेक्ट गर्छौँ, अझै राम्रोसँग रमाइलोसँग गर्छौँ। 2 ठाउँमा हुन्छ अहिलेको लागि चाहिँ, काठमाडौँ र चितवन। त्यो बाहेक अरू लोकेसनमा चाहिँ अब लेट्स सी फ्युचरमा के हुन्छ होइन। तर यो 2टामा चाहिँ चितवनमा त अलरेडी पनि थियो, काठमाडौँमा पनि अफिस कन्ट्याक्ट अफिस त पहिला पनि थियो, तर बट नाउ प्रपर सेटअपका साथ वी हेभ स्टार्टेड। र अप टु 25 हो है यो, फेरि सबै कोर्समा होइन होला, सायद क्विक बुक्समा हो जस्तो लाग्छ मलाई। क्विक बुक्समा र एनजिओ, कसैले एनजिओ अकाउन्टेन्ट्स ट्रेनिङ लिँदै हुनुहुन्छ भने हजुरको लागि मेरो विचारमा 25% होला। सो त्यो अब यो चाहिँ सेल्स टिमले डिसाइड गर्ने कुरा हो। आई डोन्ट ह्याभ मच होइन पावर इन इट होइन, उहाँहरूले डिसाइड गर्नुहुन्छ। अटोनोमीमा चलिरहेको छ अर्गनाइजेसन खत्ता एकाडेमी। ठिक छ, स्ट्राटेजिक मैले हेर्छु, तर जुन अपरेसनल र ट्याक्टिकल हाम्रो टिमले हेर्नुहुन्छ। सो हजुरहरूलाई कुनै प्रोग्राम लिनु छ, कुनै प्रोग्राममा अपग्रेड गर्नु छ,
होइन, नयाँ वर्ष सुरु गरौँ, एनएफआरएसबाट सुरु गरौँ, रिपोर्टिङबाट सुरु गरौँ, मेबी बिजनेस ट्याक्सेसनबाट सुरु गरौँ, या प्र्याक्टिकल अकाउन्टिङ सिकिसकेँ एक्सेल सिकौँ, पेरोल सिकौँ, होइन, या कन्स्ट्रक्सन सिकौँ, म्यानुफ्याक्चरिङ सिकौँ, मेबी इम्पोर्टको कुराहरू सिकौँ, होइन। अहिले त ग्लोबल बुक किपिङ भन्ने पनि आएको छ है, एउटा नयाँ प्रोग्राम यसमा लेख्नु भएको रहेछ। सो एउटा इङ्ग्लिस ल्याङ्ग्वेजमै ग्लोबल बुक किपिङ भन्ने प्रोग्राम आएको छ। सो कोही बाहिर, अब हाम्रो पहिला चाहिँ क्विक बुक्स र जिरोको प्रोग्राम भयो, अनि के भयो भने सर हाम्रो त अकाउन्टिङ फन्डामेन्टल्स नै थिएन धेरै, होइन। अब हामीले सिधै क्विक बुक्स र जिरो त सिक्यौँ, तर हामीलाई अकाउन्टिङ पनि भएको भए अझै बेस्ट हुन्थ्यो, त्यो पनि कम्प्लिट इङ्ग्लिस ल्याङ्ग्वेजमा, किनभने बाहिर गर्दा हजुर इङ्ग्लिसमै डिल गर्नुहुन्छ, नेपालीमा त डिल गर्नु न। तर यो प्रोग्राम चाहिँ कम्प्लिट इङ्ग्लिसमा, यसमा एउटा पनि नेपाली शब्द घुस्दैन, होइन। सो यो पनि हजुरको लागि प्रोग्राम छ, लाइक हजुरलाई हेर्नुहोस् न कुन प्रोग्राम गर्दा के हुन्छ, बेस्ट हुन्छ, त्यो डिसाइड गर्नुहोस्। यो अफर रेन्जेल हेर्नुहोस्, ठिक छ। म अब हजुरहरू क्वेसन लिन्छु, ठिक छ। र यसको लागि हजुरले खाता एकाडेमी भिजिट गर्नुहोला है त, खाताएकाडेमी.com, ठिक छ। र प्रोग्रामहरू कुन छ, के छ, कुन चाहिन्छ जस्तो लाग्छ, जस्ट खाताएकाडेमी.com मा गएर अल यु हेभ टु डु इज गो टु दिस कोर्सेस सेक्सन, नाउ दिस इज अल। सर मेरो लेभल अनुसार के छ, मैले त्यो कन्फ्युज भइरहेको छु, हजुर खाताएकाडेमी.com मा जानुहोस्, यसमै सबै लेखिदिनु भएको छ, बिगिनर फ्रेन्डली। सो बिगिनर फ्रेन्डलीलाई कुन कुन हुनसक्छ, होइन, एडभान्स एकाउन्टिङ अलिकति माथि, करियर बनाइसक्नु भएकोलाई कुन चाहिँ हुनसक्छ, निसमा जानुहुन्छ जस्तो म्यानुफ्याक्चरिङ स्पेसिफिक, इम्पोर्ट स्पेसिफिक, नन प्रफिट स्पेसिफिक, होइन, कन्स्ट्रक्सन स्पेसिफिक, त्यो चाहिन्छ कि, होइन, या फरेनको लागि चाहिन्छ कि, होइन। सो यु क्यान ह्याभ योर चोइसेस। अनि फ्री प्रोग्राम्सहरू ब्याङ्करीको यस्ता बेसिक एआईहरू, यी कुराहरू फ्रीमा पनि छन्, होइन। सो प्लिज इन्जोय एज मच एज पोसिबल, प्लिज लर्न एज मच एज पोसिबल।